धन्यवाद गर्छु जगतका महान मालिक, तिनै लोकका सृष्टिकर्ता सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। त्यसै गरी आजको यसै मङ्गलबारको बसाइमा विभिन्न स्थानबाट उपस्थित रहनुभएका सम्पूर्ण शाखा प्रमुखहरू, शाखा उपप्रमुखहरू, केन्द्रीय लिडरहरू लगायत विभिन्न स्थानबाट उपस्थित रहनुभएका सम्पूर्ण परमात्मा पिताका पवित्र अनि निर्दोष सन्तानहरू, म्युजिसियन सर हजुरहरू, क्यामेरा पर्सन सर हजुरहरू लगायत सबैमा म एकै मुष्टमा शिर झुकाएर नमस्कार गर्न चाहन्छु। त धन्यवाद गर्छु सर्वशक्तिमान परमात्मा हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। परमपिता परम ईश्वरको महिमा अनि उहाँकै योजना, उहाँको शक्ति, उहाँको सामर्थ, उहाँको योग्यता प्रत्येकमा परमेश्वरले आफ्नो राज्य विस्तार गरिरहनु भएको छ। यस्ता महान महान शक्तिशाली गवाईहरू त्यस्ता लत्रेको जीवनमा, टुङ्गिएको जीवनमा, आशा मरिसकेको मनहरूमा वचन दिनुभयो। वचनबाट आशा आयो। जब आशा आयो, जब विश्वास आयो, तब काम प्रकट, आँखोदेखि काम परमेश्वरले गरिसक्नुभयो। आज यस्तो गवाईहरू हामी भरिएका छौँ, हामी ती गवाईबाट भरिएका छौँ। अब गवाई भरेका छौँ, वचन भरेका छौँ, पिताका आत्मिक भजनहरू भरेका छौँ। अब हाम्रो मुखबाट पनि त्यस्तै वचन निस्कियोस्, गवाई निस्कियोस्। कोही कसैले हजुरहरूलाई समस्याहरू बताउँदै गर्दा गवाई निस्कियोस्, वचन निस्कियोस्। अनि वचन गवाई निस्केपछि काम प्रकट भयो। अब स्तुतिको भजन निस्कियोस् परमेश्वरको तर्फबाट। तब सबैजनामा परमेश्वरले त्यो आशीर्वाद, त्यो महिमा, त्यो उन्नति, त्यो उद्धार डाइरेक्ट हामीलाई दिइसक्नु भएको छ। अब रोक्नेवाला कोही छैन, छेक्नेवाला कोही छैन। रोक्नेलाई रोकिदिनुहोस्, छेक्नेलाई छेकिदिनुहोस्। तपाईँलाई परमेश्वरले संसारको सबैभन्दा माथि टप लेभलको त्यो आत्मा अनुसार चल्ने सन्तान बनाउनु भएको छ। त्यसै कारण जसरी एउटा बोतलमा पानी भरिन्छ, त त्यो पानी भरिएपछि त्यो बोतलबाट ढल्काउँदा पानी नै निस्किन्छ। दुध भरिन्छ त दुधै निस्किन्छ। विष भर्नुहुन्छ, विष निस्किन्छ। अमिलो भर्नुहुन्छ, अमिलो निस्किन्छ। तितो भर्नुहुन्छ, तितो निस्किन्छ। त्यस्तै त आज हामी परमात्मा पिताको तर्फबाट निस्केका 3 घण्टा 4 घण्टा कति भयो, खाली पिताका वचन भरेका छौँ, गवाई भरेका छौँ। अब गवाई भर्नुभयो। जीवनमा केही हालत, केही समस्या, केही रुकावट जस्तो आयो भने अनि यी गवाईहरूलाई निकालिहाल्नु नै। फलानुको यो समयमा यस्तो भएको थियो अरे, पितामा विश्वास गरेपछि, मन लगाएपछि त्यो सबै खराबीहरू त्यो विश्वासबाट हटेको थियो भने परमात्मा धन्यवाद, यो रोग, यो समस्या, यो निन्दा, यो सङ्कष्ट, यो जीवनका समस्याका बाढीहरू, भेलहरू, अन्धकारहरू त मसँग हुनै सक्दैन। यो त हुँदै होइन, मसँग त यस्तो हुनै सक्दैन। म त्यो मान्छे नै होइन, म त्यस्तो खराबी भरिएको मान्छे नै होइन। मैले वचन भरेको छु, मेरो हृदयमा वचन भरेको छु। मेरो हृदयमा
परमेश्वरले गर्नुभएका महान महान सामर्थी गवाईहरू भरेको छु। अब यो वचन भरे, गवाई भरे, अनि भरिसकेपछि केही समस्या आयो भने जान्नु, प्र्याक्टिकल गर। अब तैँले यति बेला तैँले सुनेका गवाईहरू, तैँले लिएका वचनहरू प्रयोग गर्ने बेला हो यो। प्र्याक्टिकलको अर्थ के त? बोल्नु, सही कुरा बोल्नु, जे छ त्यो नबोल्नु। तपाईँलाई जे छ चाहिएको छैन यो मुखलाई प्रयोग गर्दै नगर्नु। जे कुरा चाहिएको छैन, के अरे चाहिएको छ तर नचाहिएको कुरा, अनावश्यक कुरा चाहिँ ढकमक्क ढाकेको छ, त्यो शब्दलाई बोल्दै नबोल्नु। जे चाहिएको छ अगाडि छैन, तर पनि परमात्मा धन्यवाद, मैले पाइसके बोल्नुभयो, भइसक्यो बोल्नुभयो, धन्यवाद गर्नुभयो, सर्लक्क आफ्नो मन उठाउनु भयो। पिताका वचन खाएर, पिताको वचन अनुसार चलेर, तब अनि प्रशंसा गर्ने योग्य पिताले बनाइसक्नुभयो। प्रशंसाको अर्थ के त? भजन गाउने योग्य। धन्य परमेश्वर, तपाईँले आज महिमा, तपाईँले आज आशीर्वाद, तपाईँले आज मलाई उन्नति दिनुभयो। धन्यवाद पिता, भइसक्यो। परमेश्वरलाई धन्यवाद गर्नु, परमेश्वरमा बढ्नु, परमेश्वरमा आफ्नो मनलाई अड्याउनु। जस्तै यो माइक मेरो हातमा अडिएको छ, यो सुरक्षित छ। जब यो माइक मेरो हातबाट खस्छ नि, तब यो टुट्न सक्छ, तब यो टुट्न सक्छ, तब यो फुट्न सक्छ। मेरो हातमा छ त यो अडिएको छ, यो सुरक्षित छ। त्यस्तै हाम्रो मन परमेश्वरमा अडिएको छ, हामी 1000% सुरक्षित छौँ, 1000% सुरक्षित छौँ। हो कि होइन कि, कसरी, कहाँ, के गरी नै, परमेश्वरको तर्फबाट वचन आयो। वचन भनेको सत्य कुरा हो, भइसक्यो। यसमा दोहोरो मन, आफ्नो सोच, आफ्नो मन मिसाउनु जरुरतै छैन। जस्तो आयो लिइहाल्नु, ग्रहण गरिहाल्नु, धन्यवाद गरिहाल्नु, मन बनाइहाल्नु। परमेश्वरले जे गर भन्नुभएको छ गरिहाल्नु, पिताले जे नगर भन्नुभएको छ, अटेरी मनबाट त्यो नगर भनेको कुरा पनि गरिरहनु मन आउँछ भने त्यो मनलाई डाँट्नु, त्यो मनलाई हकार्नु, जा हट भन्नु, चट परमेश्वरले पारिसक्नुभयो, हटाइसक्नुभयो, भगाइसक्नुभयो। स्वर्गका आशिष, स्वर्गका महिमा, जहाँ न कहिल्यै स्वर्गमा न कहिल्यै मौसम खराब हुन्छ, न कहिले मन खराब हुन्छ, न कुनै किरा जान सक्छ, न कुनै खिया लाग्न सक्छ, केही समस्या त्यो स्वर्गमा हुनै सक्दैन। त्यस्तै स्वर्गको पनि अति उच्च स्थानमा तपाईँ हामी सबलाई पिताले आफ्नो दाहिने बाहुलीले संरक्षण गरेर सत्यताले सम्हालेर, नडरा किनकि हरेक समयमा तिमीसँग छु भनेर हर समय परमेश्वरले सम्हालिरहनु भएको छ, बढाइरहनु भएको छ, उठाइरहनु भएको छ, तेज तेज बनाइरहनु भएको छ। धेरै कुरा हामी प्रत्येकको लागि पिताजीले धेरै महिमाका कुराहरू राखिरहनु भएको छ, धेरै धेरै उन्नतिहरू राख्नु भएको छ। अब त्यो राखेका कुरालाई परमेश्वरलाई धन्यवाद गर्नु। जति बेला समस्या जस्तो लाग्छ भने त्यति बेला यो कुरालाई बुझ्नु, त्यो केही न कामको, त्यो पैताला मुनिको धुलो, त्यसमा कोही अधिकारै छैन हामी प्रति, र उसले केही गर्नै सक्दैन, र त उसले यस्ता हालत, यस्ता समस्या देखाएको छ भने त्यहाँभन्दा शक्तिशाली महान महिमाको स्रोत परमेश्वरले त्यसका भन्दा ठुला काम गर्नुहुन्न र भइसक्यो। धन्यवाद पिता। अब यति बेला के कुरालाई सोचौँ, यति बेला कुन कुरालाई मनमा राखौँ, यति बेला कुन शब्द बोलौँ, सिकाउनु। तपाईँले भन्नुभएको छ मलाई पुकार, मलाई माग, मसँग शिक्षा लि, मसँग परामर्श लि, म तँलाई उत्तम तरिकाहरू सिकाउँदै लान्छु, म आफै सिकाउँछु। तिमीहरूलाई नाम काढी काढी बोलाएको पनि मैले, उठाउनेवाला पनि मै हो, बढाउनेवाला पनि मै हो। बोलाएँ भने मैले यत्तिकै बोलाइनँ, बिना योजनामा बोलाइनँ, सब कुरा तयार पारेर मात्रै बोलाएको छु। पाइसकेको बोला। जसरी कुनै भोजमा कोही व्यक्तित्वलाई निमन्त्रणा दिनुभयो भने त्यो निमन्त्रणा गरेको व्यक्ति त्यो भोजमा, त्यो पार्टीमा आउनुभन्दा पहिले
सबै तयार पार्नुहुन्छ। यतिजना आउनुहुन्छ, यतिजनाको लागि यति यति इस्टिमेट गर्नुपर्छ भने सबै तयारी गरेर मात्रै बोलाउनुहुन्छ। त्यस्तै परमात्मा पिताजीले तपाईँ हामीलाई सबै सुख, शान्ति, आनन्द, धैर्यता, चङ्गाई, उद्धारको जीवन, धनी जीवन आज सुन्नुहोस् भयो नि, कति धेरै धनको पनि गवाई, उन्नतिको गवाई। हिजोको दिनमा भाडामा बस्ने थिएँ, आज भाडामा बसाल्ने योग्य बनाउनु भयो परमेश्वरले। चुइने थैलीहरू सबै बन्द गरिदिनु भयो। म आफू परिवर्तन भएँ, मैले परिवर्तन गरी मागेँ परमेश्वरमा। मसँग त त्यो तागत छैन परिवर्तन हुनलाई, तर गराई मागेँ परमेश्वरमा। सम्भव रहेछ, खुद मैले प्र्याक्टिकल गरेँ, परमेश्वरले प्रकट गर्नुभयो। हिजोको दिनमा अरूसँग हात थाप्नु पर्थ्यो, आज अरूलाई दिएर खाने योग्य बनाउनु भयो। धनका पनि गवाई, उन्नतिका पनि गवाई। परमेश्वरले हरेक खालका डिप्रेसनमा हुनुहुन्थ्यो, सङ्कष्टमा हुनुहुन्थ्यो, संसारका सबै प्रवृत्तिलाई प्रयोग गर्यौँ, भएन। तब परमात्माको वचनलाई प्र्याक्टिकल गरेँ, अभ्यास गरेँ, पिताको वचनमा मन लगाएँ। मन लगाउने बित्तिकै चट्टै समस्या हटाइदिनु भयो। आज यसरी तेज रूपले गवाई बताउने, भजन गाउने, उत्साहित अरूलाई पनि उठाउने योग्य परमेश्वरले मलाई बनाउनु भयो। यो सब कसको गवाई? हामी सबको गवाई। उहाँहरूमा काम गर्ने पिताले मलाई पनि गरिसक्नुभयो, उहाँहरूलाई दिनुभयो परमात्मा। धन्यवाद। उहाँहरूले पाउनु नै मैले पाउनु, उहाँहरूले पाउनुभयो भने मैले त यसै पाइसके पिता, धन्यवाद गर्छु येशू मसीहको नाउँमा। हिजोको दिनमा समस्या कसैले आएर फसिफल्ल पाल्नुहुन्थ्यो, तब झन् धेरै समस्या चाहिँ बयान बखान गर्ने बानी मन बुद्धि हुन्थे। तर कोही समस्या बोकेर आउनुभयो भने त्यसलाई टुक्रा टुक्रा पारिदिनु, समाधानपट्टि परमेश्वरमा फोकस गराइदिनु, अनि उति बेले पिताको काम देख्ने योग्य पिताले बनाइसक्नु भयो। यो शक्ति, यो महिमा, यो आशिष, यो उन्नति, यो चाहत पिताले नै चाहत हालिदिनुहुन्छ। स्वयं चाहत पनि पितासँग माग्नु, परमेश्वरले नै सबै कामहरू गर्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ। देखिने चिज त ईश्वर हुनै सक्दैन, जो देखिन्छ त्यो ईश्वर हुनै सक्दैन, किनकि देखिएको कुरा नाशवान छ। परमात्मा त सृष्टिको मालिक हुनुहुन्छ, उहाँ कहिल्यै पनि नाश हुनुहुन्न। उहाँ स्वयं सृष्टिको मालिक हुनुहुन्छ। संसारमा भएका कुनै चिजहरू ईश्वर हुनै सक्दैन। न कोही मानिस ईश्वर हुन सक्छ, न कुनै चिज वस्तु ईश्वर हुन सक्छ। परम आत्मा, परम ईश्वर त आत्मा हुनुहुन्छ, अदृश्य हुनुहुन्छ, देखिनुहुन्न तर छ। यो घामलाई, सूर्यलाई देख्छौँ, तर यो सूर्यभित्र तापक्रम कसले हालेको होला? तापक्रम त छ, उज्यालो त छ, ताप त छ, कसले हालेको? एउटा नर्मल घरमा खाना बनाएर खानालाई सहयोग गर्ने एउटा सिलिन्डरमा त ग्यास भरेपछि मात्रै ग्यास बल्छ, ग्यास सिद्धेपछि रित्तिन्छ, त्योबाट आगो बल्दैन, खाना बनाउन गाह्रो हुन्छ। त यो सूर्यमा तापक्रम कसले भरेको छ त? हेर्नुहोस् त, एक दिन आयो, एक दिन मात्रै आएन, अरू सबै दिन आयो, एक दिन चाहिँ लागेन भन्ने हुँदैन। ऊ सधैँभरि आइरहन्छ, आइरहन्छ, चाहे विश्वास गर्ने होस् चाहे विश्वास नगर्ने होस्। परमात्माको सृष्टि हेर्नुहोस् त, यो आकाश हेर्नुहोस् त, कस्तो अद्भुत रूपले बनाएको छ। यो पृथ्वीलाई हेर्नुहोस् त, कस्तो अद्भुत तरिकाले बनाउनु भएको छ। यो सूर्यको तापक्रमलाई हेर्नुहोस् त, कस्तो अद्भुत छ। मानिसले बनाएको भरिरहनुपर्छ, परमेश्वरले बनाउनु भएकोमा डाइरेक्ट आशिष कसले दिनुभएको छ? परमेश्वरले, परमात्माले भर्नु भएको छ, परमेश्वरले दिनुभएको छ। अनि यो सबै चिजमा काम गर्ने परमेश्वर सबै चिज बनाउनु भयो। तर यो संसारमा बनाएको सबै चिज र वस्तु, जीव जन्तु, पशु पक्षी भन्दा पनि अरू अति नै उच्च, अति नै प्रिय, अति नै आत्मिक, अति नै महत्त्वपूर्ण तपाईहरू हुनुहुन्छ परमेश्वरको लागि। हजुरहरू हुनुहुन्छ अति नै महत्त्वपूर्ण। सबैभन्दा
श्रेष्ठ प्राणी तपाईहरु हुनुहुन्छ। यति मात्रै होइन, आफै बास गर्नुभएको छ, आफ्नो आत्मा दिएर बास गर्नुभएको छ। परमेश्वर मानिसले बनाएको मन्दिरमा बास गर्नुहुन्न, न गुरुद्वारामा बास गर्नुहुन्छ, न चर्चमा बास गर्नुहुन्छ, न यही सच्चाइमा पनि बास गर्नुहुन्छ, यो भवनमा बास गर्नुहुन्न। परमेश्वर त स्वयं तपाईसँग बास गर्नुहुन्छ, तपाईभित्र बास गर्नुहुन्छ। परमेश्वर त तपाईसँग हुनुहुन्छ। यो भवनमा पनि नै, भवनमा भन्दा पनि स्वयं हजुरसँग हुनुहुन्छ, उहाँ बास गर्नुभएको छ। जब हामी सामान्य मनुष्य कहीँ बस्दै गर्दा फोहोरहरूलाई बढारेर सफा पारेर बस्न रुचाउँछौँ भने परमपिता परमेश्वर, जगतको मालिक परमेश्वर पिता पनि तपाईँ हामी भित्र भएका फोहोर, सोच, आनी बानी, रोग, बिरामी, कष्ट सबै खराबीलाई बढारेर फ्याँकेर अनि डाइरेक्ट पिता बास गर्नुभएको छ। रोगहरू फालेर, ऋणहरू फालेर, डरहरू फालेर, कमजोरीहरू फालेर, अज्ञानताहरू फालेर अनि ज्ञान भरेर सत्यताको मालिक परमेश्वर हामीसँग बस्नु भएको छ। आफूले आफूलाई चान्चुन कहिले नसम्झिनु। हिजोको जस्तो साधारण मानिस होइन हजुरहरू, हजुरहरू त असाधारण मानिस हो। परमेश्वरले टिठ्याउनु भएको, परमेश्वरले रोज्नु भएको, परमेश्वरले स्वयं बनाउनु भएको, स्वयं आफू राज्य गर्नलाई बस्नु भएको परमेश्वरको पवित्र सन्तान हुनुहुन्छ। परमेश्वरको आत्मा अनुसार चुनिनु भएको, त्यो पनि बनाएको त सबैलाई हो, त्यो मध्येमा पनि चुनिएको अझै टप लेभलको तपाईँ हुनुहुन्छ। तपाईँसँग अब संसारको कुरा, संसारको रोग, संसारका घमण्ड, रिस, राग, क्रोध, अहंकार, ज्यालेसी कसरी रहन सक्छ, कसरी हुन सक्छ, कसरी ती कुराहरूले तपाईँलाई असर गर्न सक्छ? हुनै सक्दैन। त्यो तपाईँ हुँदै होइन, स्वीकारै नगर्नु खराबीलाई। रोग आयो, म रोगी भइहालेँ बोल्नु भनेको स्वीकार गर्नु, स्वीकार गर्नु भनेको तपाईँसँगै रहनु। जब त्यो आउँछ, यो त हुँदै होइन परमेश्वरबाट, यो त हुँदै होइन, जो परमेश्वरबाट होइन त्यो मेरो हुँदै होइन, त छैनस्, त मेरो हुँदै होइनस्, जा भन्नु, वचन खानुभयो नि, जा भन्नुभयो, भागिसक्यो, छैन। अब आत्माको नजरले हेर्नु, आत्मिक मनले हेर्नु। मलाई यस्तो गरेर निर्माण गर्नुभएको मेरो पिताले स्वयं मसँगै बास गर्नुभएको छ। मेरो लागि प्रत्येक समय राम्रो राम्रो सोच्ने मेरो पिता मसँगै हुनुहुन्छ। मलाई पनि त्यस्तै राम्रो सोच्ने योग्य बनाउनु भएको छ। राम्रा सोचहरू स्वयं मेरो पिताले मलाई दिनुभएको छ। स्वयं परमात्मा पिताले मलाई त्यो शक्ति, सामर्थ्य, तागत भरेर, अनि कमजोर हुन्छ कि मेरो बच्चा, डराउँछ कि मन खराब गर्छ कि संसारतर्फ मन डुलाउँछ कि भनेर तिमी वचनमा जुट, महिमामा जुट, डाइरेक्ट मैले बोलेका वचनलाई आफ्नो बाटो बनाऊ, जीवनको कानुन बनाऊ, नियम बनाऊ। ढुक्क मन गर, जहाँ ढुक्क त्यहाँ सुखको काम मैले गरिसकेको छु, दिइसकेको छु। धन्यवाद गर, पाइसके बोल। कोही प्रति तपाईँको वैरभाव जागृत भएको छ, खराबी भावना जागृत भएको छ, खराबी सोच जागृत भएको छ भने तपाईँको आफ्नो उन्नतिको लागि यो मन बनाउनु कि कोहीसँग वैरभाव, दुश्मनी सोच, यो मेरो दुश्मन हो भन्ने तपाईँभित्र कटु इच्छा र खराबी सोच र तितोपना मनमा आउन लागेको छ भने सचेत भएर पितासँग मागिहाल्नु, परमात्मा फलानुलाई देख्दा म भित्र यस्तो तितोपना आउँछ, यो त झुट हो, परमात्मा मलाई सोच बदलिदिनु, उहाँलाई देख्दा उहाँप्रति प्रेम जगाइदिनु, आत्मिक प्रेम। उहाँलाई देख्दा दया जागोस्, करुणा जागोस्, प्रेम जागोस्। उहाँप्रति खराब देख्ने आँखा हुन हुँदैन पिता, उहाँलाई असल देख्ने आँखा दिनु। जस्तो हजुरले संसारलाई देख्नु भएको छ नि, विश्वास नगर्नेलाई पनि एउटै सूर्यको ताप दिनु भएको छ। विश्वास नगरेर दिनरात विरोध गरेर धारे हात लाएर कस्तो गलत भन्नेलाई पनि एउटै पृथ्वीमा, आफूले बनाएको पृथ्वीमा त्यस्ता विरोधीलाई पनि विरोधीको नजरले नहेरेर आबाद गराउनु भएको छ, बसाल्नु भएको छ भने जस्तो तपाईँले प्रेम गर्नु भएको छ संसारलाई, त्यस्तै प्रेम म भित्र तपाईँले जगाइसक्नु भयो परमात्मा।
भइसक्यो पिता, त्यो प्रेम दिनु म भित्र। जस्तै हिजोको दिनमा संसारिकमा हामी संसारको मनुष्यको साथमा जाँदा फलानु त खाँदी छ, यस्तो छ, या फलानु यस्तो छ, उता यस्तो तन्त्र मन्त्रमा विज्ञ छ, त्यसले बिगार्छ, यस्तो चलन थियो नि, याद छ नि, हामी सबैलाई थाहा छ। त उदाहरण मात्रै रियालिटी होइन, यो कुरा ध्यान दिनु। जस्तै हाम्रो बुवा क्याप लगाएर बस्नु भएको छ, हाम्रो बुवा त्यो ज्ञानमा, संसारको बिगार्ने ज्ञानमा पोख्त हुनुहुन्छ उदाहरणले। अनि बाबुले उहाँलाई यो मान्छे त यस्तो बिगार्ने, यस्तो नराम्रो मान्छे हो भनेर बाबुले उहाँलाई त्यो देख्नु भनेको उहाँ बुवालाई बाबुभित्र काम गर्नलाई सजिलो हुने भर्याङ बनाइदिनु हो। उहाँ त्यस्तो खराब हो, गलत हो, तर पनि उहाँ असल हुनुहुन्छ, उहाँ त निर्दोष हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, उहाँ त असल हुनुहुन्छ भनेर बाबुले उहाँलाई देख्नुभयो भने बाबुलाई बुवाले काम गर्न खोजे पनि काम गर्नै सक्नुहुन्न, किनकि शैतानको राज्य ठाउँको ठाउँ त्यहीँ नष्ट भएर गएको हुन्छ। कसैलाई फलानुले देख्यो भने फलानुले हेर्ने बित्तिकै, फलानाले दिएको खाने बित्तिकै, फलानुलाई भेट्ने बित्तिकै यस्तो भयो, नै त्यहाँभन्दा बढी शक्तिशाली तपाईँ हुनुहुन्छ। तपाईँ उहाँहरूको नजिक पुग्नुभन्दा पहिल्यै उहाँसँग भएका सबै खराबीहरू जलेर आगो भएर खरानी भएर नष्ट भइसकेको छ। तपाईँ त्यस्तो शक्तिशाली मान्छे हो। मलाई यसले बिगार्यो, यसले हेर्यो अनि यो भयो, नै अब उल्टो हो। हिजो उसले धक्का मारेको थियो, अब तपाईँले धक्का मारिदिनु। तपाईसँग त्यो टप लेभलको शक्ति, त्यो टप लेभलको सामर्थ छ। संसारका जति शैतानको शक्ति छ, त्यो शैतानको शक्ति भन्दा पनि टप लेभलको शक्ति एउटा मात्र स्वर्गदूतसँग छ। अनि यति बुझ्नु, एउटा मात्रै स्वर्गदूतमा संसारमा भएका 33 करोडसँग भएका ती सबै तन्त्र मन्त्रबाट भएका बिगार्ने शक्ति भन्दा सुधार्ने परमेश्वरको शक्ति एउटा स्वर्गदूतमा धेरै छ, टप लेभलको छ, अरू शक्तिशाली छ। अब बुझ्नु, स्वर्गदूत भन्दा तपाईँ धेरै माथि हुनुहुन्छ, धेरै 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 उच्च हुनुहुन्छ। स्वर्गदूत त तपाईँहरूको कर्मचारी हो। परमेश्वरले हाम्रो बिग्रेका कामहरू, टेढामेढा भएका बाटोहरूलाई सच्याउनको लागि परमपिता परमेश्वरले अनगिन्ती स्वर्गदूत दिनुभएको छ। एउटा मात्र त्यत्रो शक्ति छ भने अनगिन्तीमा कति होला सोच्नुहोस्। अनि यति मात्रै होइन, बुझ्नु, यति मात्रै होइन, त्यो स्वर्गदूतहरू मध्येमा पनि सबैभन्दा टप लेभलको तपाईँ हुनुहुन्छ। अब सोच्नु, सामान्य संसारको तन्त्र मन्त्रबाट यो गलत काला जादु यो गर्ने मान्छेले तपाईँलाई छुन सक्छ? त्यो त छुनुभन्दा पहिल्यै खरानी भएर यो शब्दबाट जा भनेपछि गइसक्यो, भागिसक्यो, हटिसक्यो। त्यस्तो उच्च पिताको सन्तान हो हजुरहरू। स्वयं पिता बसेर हजुरले बसेको घर काहीँ टुटफुट भयो भने निर्माण गर्नुहुन्छ नि, टालटुल गरिहाल्नुहुन्छ नि। त्यस्तै तपाईँलाई पनि किडनी फेल गराएर, क्यान्सर बनाएर, सुगर हालेर, प्रेसर हालेर, डिप्रेसन हालेर, कामनी रोग हालेर टुटफुट गराउन लागेको छ भने परमेश्वर आफै तपाईँसँग बस्नु भएको छ। फेरि पुरानोलाई हटाइसक्नुभयो, नयाँ निर्माण गरेर कहिल्यै नबिग्रिने, कहिल्यै नढल्ने, कहिल्यै कमजोर नहुने, कहिल्यै पनि डराउन नपर्ने उत्तम जीवनमा पिताले उच्च बनाएर आशिषित तपाईँ हामी सबैलाई पिताले बनाइसक्नु भएको छ। त्यस्तो खालको टप लेभलको, त्यस्तो शक्ति पाएको, त्यस्तो पिताको प्रेम पाएको, करुणा पाएको परमेश्वरको नजर छ। फलानाले देख्यो भन्नुभन्दा पहिल्यै, फलानाले देखी भन्नुभन्दा पहिल्यै मलाई मेरो सृष्टिको मालिक पिताले सदा सर्वदा नजर लगाउनु भएको छ। मलाई बिगार्ने कोही पनि छैन। मलाई परमेश्वरले आफै शक्तिशाली बनाउनु भएको छ। मैले नै जा भनेपछि हट्छ,
ग्रहण गर्नुभयो। त्यसै दिनबाट तपाईहरुबाट पनि मरिसकेको अवस्थाकोलाई पनि उठ खडा भयो भनेपछि जुरुक्क उठाउने शक्ति तपाईसँगै छ। अब भन्नुहोस्, अब संसारको चिजले यो गर्यो त्यो गर्यो, यो कुरालाई बिल्कुल के गर्नु, सफा गरिदिनु, बढारिदिनु। परमेश्वरमा आफ्नो मन के गर्नु, उठाउनु। अनि केही काम आँट्नु भयो, काम भने बित्तिकै बनेन। सोच्नुहोस्, हजुरले सोचेको कुराले हजुरलाई नै फाइदा गर्छ भन्न सकिँदैन। फाइदा गरेन नि त, हिजोको दिनमा गर्यो त। हाम्रो सोच सानो, ईश्वरको सोच ठुलो। हाम्रो सोचले भएन, परमेश्वरलाई धन्यवाद, यो काम भएन, यो मेरो योग्य थिएन, भएन, यो मेरो लागि फाइदा थिएन, भएन, योबाट मैले सिक्छु अनि यो खराबीलाई मैले जित्छु अनि मेरो पितामा अरू अगाडि बढ्छु। मैले यति सानो कामको कारण बहुमूल्य पिताले राखेका कति ठुला ठुला योजनाबाट म चुक्नु हुँदैन, म लरबरिनु हुँदैन, म दाहिने बाहिने गर्नु हुँदैन। मेरो लागि यो उत्तम थिएन, उचित थिएन, सानो रहेछ, थोरै रहेछ, बेफाइदाको काम रहेछ र भएन। अब हुन्छ त, परमेश्वरले चाहेको काम हुन्छ। परमेश्वरले चाहेको काम कस्तो छ भन्दा, तिमीहरूका विचार मेरा विचार होइनन्, तिमीहरूका चाल मेरा चाल होइन। जसरी आकाश पृथ्वी भन्दा अल्को छ, त्यसै गरी तिमीहरूका चाल, तिमीहरूका विचार मेरा चाल र मतलब मेरो चाल मेरो विचार तिमीहरूका चाल तिमीहरूका विचार भन्दा धेरै अल्को छ। अब सानो भएन, अब अल्किएको ठुलोवाला चाल, शक्तिशाली चाल तिम्रो जीवनमा अब प्रकट भइसक्यो। आखिरी यस्तो राम्रो हुनु रहेछ र पो यो नभएको रहेछ, यस्तो उत्तम रहेछ, यति ठुलो योजना रहेछ, यति महान योजना रहेछ र पो यो भएको रहेछ त भन्ने योग्य परमेश्वरले बनाइसक्नु भयो। लागिरहनु, जुटिरहनु, वचनमा उत्साहित हुँदै रहनु अनि आफूसँग भएको शक्ति तागतलाई बुझ्नु, हैन कि उहाँसँग गएर उहाँसँग नै खुद तपाईसँग त्यो तागत छ, त्यो अधिकार छ, त्यो महिमा छ। जस्तै कति बाबुहरूले अघि गवाई बताउनु भयो, म्यामको घरमा गएर नै खुद तपाईँको घरमा नि त्यो शक्ति छ, खुद तपाईँसँग पनि त्यो शक्ति छ। हजुरसँगै उठ्न सक्ने, बढ्न सक्ने, हरेकलाई बचाउन सक्ने हजुरसँगै पनि छ। प्र्याक्टिकल गर्नुहोस् त, गरेर हेर्नुहोस् त, मन बढाएर हेर्नुहोस् त, विश्वास गरेर हेर्नुहोस् त, मसँग पनि छ, मलाई पनि बराबर दिनुभएको। फरक यति हो, जसले धेरै प्र्याक्टिकल गर्नुहुन्छ उहाँले धेरै पाउनुहुन्छ, जसले पाएर पनि प्रयोग गर्नुहुन्न उहाँले पाउनुहुन्न। फरक यति मात्रै हो। मैले धेरै प्र्याक्टिकल गर्छु, धेरै वचनलाई हुबहु म प्रमाणित गर्छु, प्र्याक्टिकल गर्छु, हुबहु वचन अनुसार चल्छु। 100% काम परमेश्वरको भएको छ, 100% भएको छ। त्यस्तै मन म पनि बनाउँछु, त्यस्तै अडा खडा रहने, हरेक हालतमा निर्भर भएर, मन कमजोर नगरिकन एकदमै बलियो भएर, दरिलो भएर हिँड्ने मन म पनि गर्छु। पिता मसँग नि छ भन्नुभएको छ, हजुरको वचन हजुरलाई नै फिर्ता छ भन्नुभएको छ। अब गरेर देखाउनु पिता, धन्यवाद ईश्वर। भइसक्यो, बोल्नुभयो, भइसक्यो, पिताले काम गरिसक्नु। अब हामीले पाएको आत्मा डरको आत्मा होइन, कमजोर हुने आत्मा होइन, खराबी आत्मा होइन। हामीले पाएको आत्मा शक्तिको आत्मा, महिमाको आत्मा, तागतको आत्मा। अब जब प्रयोग गर्नुहुन्छ आफै तागतिलो हुनुहुन्छ, कमजोरको सङ्गत गर्नुहुन्छ कमजोर हुनुहुन्छ, बलियोको सङ्गत गर्नुहुन्छ बलियो हुनुहुन्छ। आज हाम्रो सङ्गत कोसँग छ? सृष्टिको मालिक परमेश्वरसँग। अब परमेश्वरसँग सङ्गत गरेको मान्छेको स्वभाव आनी बानी कस्तो हुन्छ त? दिन प्रतिदिन प्रत्येक दिन नयाँ नयाँ हुँदै जान्छ। नयाँ मन, नयाँ बुद्धि, नयाँ सोच, नयाँ तरिका परमेश्वरले दिइसक्नु भएको छ। पुरानोमा नचल्नु, पुरानो बितिसकेको छ, नष्ट भइसकेको छ, हटिसकेको छ, मरिसकेको छ। हेर्नुहोस्, नयाँ आएको छ। त्यो
त्यो नयाँ जसरी पुरानो कपडा हेर्दा पनि राम्रो लाग्दैन, त्यसले लोड पनि लिन सक्दैन, केही लोड हाल्यो भने फाटिहाल्छ। तर नयाँ कपडा हेर्दा नि कति राम्रो हुन्छ, अनि त्यसमा केही लोड हाल्यो भने त्यसले के गर्छ, त्यो लोडलाई धान्न सक्छ। त्यस्तै हिजो पुरानो हुनुहुन्थ्यो, केही कुरा सहनै सक्नुहुन्थेन, डराइहाल्नुहुन्थ्यो, टुटिहाल्नुहुन्थ्यो, फाटिहाल्नुहुन्थ्यो, पुरानो त फाटिहाल्छ। तर आज हामी के हौँ त, नयाँ हौँ। अब नयाँ कस्तो, हेर्दा पनि कति राम्रो। हिजो त्यही मान्छे हेर्दा कस्तो, आज पिताको वचन खाएर वचनबाट चल्ने मान्छेलाई हेर्नुहोस् त, अनुहारै कस्तो, मनै कस्तो, बानी कस्तो, बिल्कुलै परिवर्तन भएको, बिल्कुल फरक होइन। त्यो नयाँवाला तपाईँहरू हुनुहुन्छ। अब नयाँमा चल्नु। म नयाँ हो, म पुरानो होइन, गनगन गर्ने, फाटिहाल्ने, टुटिहाल्ने, गलिहाल्ने, कमजोर भइहाल्ने, जस्तो संसारको मान्छेले कुरा ल्याउनु भयो त्यही कुरा पत्याएर मन डाउन गरिहाल्ने त्यस्तो मान्छे होइन म त उहाँहरू जस्तो बन्ने होइन, म जस्तै शक्तिशाली र सामर्थ्य उहाँहरूलाई चाहिँ बनाइदिने हो। उहाँहरूले जे कुरा लिएर आउनुहुन्छ त्यो कुरामा कमजोर भएर जाने योग्य होइन। उहाँहरूलाई चाहिँ मेरो मुखबाट निस्केका पिताजीको वचनबाट कमजोरी मनलाई सबलतामा उहाँहरूलाई चाहिँ उल्टो यहाँ आउने योग्य बनाउने सामर्थ्य वचन बोल्ने मान्छे हो। उहाँहरूले बोलेको कुरालाई पत्याएर उहाँहरूको पछि लाग्ने होइन। मैले चाहिँ म जस्तो परमेश्वरले बनाउनु भएको छ त्यस्तै बनाउने योग्यको हो। बढ्दै जानु, मन परमेश्वरमा दिनु। पिता जान्नुहुन्छ, जब परमेश्वरले चलाउनुहुन्छ नि सही चलाउनुहुन्छ। जब यो मनलाई संसारमा राख्नुहुन्छ कमजोर हुनुहुन्छ। संसारमा त कमजोर कुरा छ, तर त्यही मन परमेश्वरमा राख्नुहुन्छ शक्तिशाली छ। ए समस्या त केही होइन बच्चा, नडरा, म तसँग छु, तेरो लागि मैले दिनरात काम गरिरहेको छु। तिमीलाई नै मैले सामर्थिलो आत्माले अभिषेक गरेको छु। त्यो आत्मालाई प्रयोग गर, मन बढाऊ, धैर्य गर, ढुक्क मन गर, मनलाई शान्त गराऊ। माग त तिमीहरूले पाउनेछौ, खोज त तिमीहरूले भेटाउँछौ। किनकि जसले माग्छ त्यसले पाउँछ होइन। तपाईँहरूले माग्नुभयो, पाउनुभयो। सबको जीवनमा गवाई छ कि छैन? गवाई नभएकोहरूले हात उठाउनुहोस् त। गवाई नभएकोहरूले, आजसम्म एउटै काम नभएकोहरूले हात उठाउनुहोस् त। अनि परमेश्वरमा आएर काम भएकाहरूले हात उठाउनुहोस् त। यही हातले के गर्नुहोस्, जोरदार पितालाई ताली बजा। जान्नु, अब बुझ्नु, ख्याल ख्याल तरिकाले गरेको विश्वासबाट त कस्तो काम भयो भने पिताजी अब त डाइरेक्ट तपाईँको काम देखाउनु है। म त एउटा गाडी हुँ। हिजोको दिनमा सिकारु ड्राइभर अनि पिएर ड्राइभिङ गर्ने ड्राइभरले चलाएको थियो, जहाँ गयो त्यहीँ ठोकेको थियो, जहाँ गयो त्यहीँ एक्सिडेन्ट गराएको थियो। तर आज म तपाईँको उत्तम नयाँवाला साधन हो। मलाई तपाईँले चलाउनु पिता। तपाईँले जता चाहनुहुन्छ त्यतै लिएर हिँड्नु। परमात्मा तपाईँले जे इच्छा गर्नुहुन्छ, मेरो लागि जो इच्छा छ त्यो पुरा गर्नु, त्यो प्रकट गर्नु। आजको दिनको लागि के राख्नु भएको छ त्यो वाला देखाउनु, राम्रा खबरहरू सुनाउनु, शुभ समाचारहरू मात्रै सुन्न पाऊँ, राम्रा समाचार सुन्न पाऊँ। अनि पाइला चाल्दै गर्दा पितालाई भन्नु, परमात्मा मद्वारा पनि महिमा होस्, मद्वारा पनि सबैलाई उत्तम ज्ञानमा, उत्तम वचनमा आउने योग्य तपाईँले बनाइसक्नुभयो। हजुरले त्यो महिमा दिइसक्नुभयो। अनि परमात्मा घरबाट पाइला चाल्दै हुनुहुन्छ भने पिता यो पाइला तपाईँको द्वारा चाल्दैछु, मेरो द्वारा पनि त्यो प्यासा जनहरूले वचन पाउन् अनि उत्तम ज्ञानमा आएर सबैले सुख शान्ति पाएँ भनेर उज्यालो अनुहार देख्न पाऊँ पिता। मलाई त्यस्तो सामर्थ्य बनाउनुहोस् है। म मेरो उद्देश्यले, मेरो कामको लागि नै म हजुरको उद्देश्य र हजुरको कामको लागि हिँड्दैछु, हजुरले सम्हाल्नुहोस् है पिता भनेर परमेश्वरलाई धन्यवाद गरेर अगाडि बढ्नु। बाँकी सबै काम पिताले गरिसक्नु भएको छ। अनि चङ्गाई, यो वचन नै चङ्गाई हो।
शिरमा हात राखेर पनि आउने वचन नै त हो हैन। मेरो जस्तो हात हजुरहरूको पनि छ। शक्ति ईश्वरले बराबर दिनुभएको छ। अब यो कुरालाई बुझ्दै जानु। अलिअलि आयो चङ्गाइ हाल्यो, अलिअलि आयो चङ्गाइ हाल्यो गऱ्यो भने घरिघरि समस्या आउँछ। जे भए पनि म खुद गरी हेर्छु, प्र्याक्टिकल गर्छु, म स्वावलम्बी बन्छु, म आफ्नो खुट्टामा उभिन सक्ने क्षमतावान बन्छु, म आफैसँग भएको त्यो शक्तिलाई प्रकट गर्छु, म खुद बढ्छु, म खुद ईश्वरको सहायता लिन्छु, पितामै आत्मिक मनबाट बढ्छु भन्ने मन बनाउनु। शब्द आयो, काम भइसक्यो। तपाईँले चङ्गाई पाइसक्नुभयो, तपाईँले उद्धार पाइसक्नुभयो, तपाईँले जीवन परमेश्वरबाट पाइसक्नुभयो। बराबर हो शक्ति, स्वयं मसँग नि छ भन्ने मन बनाउनु। उसको साथमा गए मात्रै नै कहिले कहिले उत्साहित हुन मन लाग्छ, आउनु, उत्साहित हुनु, वचन खानु, त फेरि घरिघरि आएको कुरामा आफै त्योसँग परमेश्वरको सहायताबाट त्यो खराबीलाई हटाउन सक्नुहुन्छ। त्यसैले चङ्गाई मात्रै लिइरहनु भयो भने लिनेवाला मात्रै बन्नुहुन्छ। वचन लिनुभयो भने अरूलाई पनि चङ्गाई दिनेवाला बन्ने योग्य पिताले बनाइसक्नु भएको छ। आफैसँग भएको शक्तिलाई प्र्याक्टिकल गर्ने मन परमेश्वरसँग माग्दै परमात्मामा बढ्दै जानु। आज विशेष गरेर मङ्गलबारको दिन परमेश्वर प्रत्यक्ष रूपमा हजुरहरूसँग बोलिरहनु भएको छ। अन्य भाषा भनेको जस्तै गुरुङको भाषा गुरुङले बुझ्नुहुन्छ, नेवारको भाषा नेवारले बुझ्नुहुन्छ, तामाङको भाषा तामाङले बुझ्नुहुन्छ। परमेश्वरले दिनुभएको यो अन्य भाषा परमेश्वरले नै बुझ्नुहुन्छ। कस्तो शब्द, कस्तो उच्चारण, त्यो पनि आफै दिनुहुन्छ पिताले। त्यो सबै आशिष हर समय हजुरहरूसँग छ हैन। खुद आफै दिनुहुन्छ। के शब्द बोल्ने, कुन उच्चारण गर्ने स्वयं ईश्वरले दिनुहुन्छ। 17 कलाबाट सुरु गर्ने, 18 कलाबाट सुरु गर्ने, 19 कलाबाट सुरु गर्ने यो होइन। जस्तो ईश्वरलाई धन्यवाद गर्नुभयो सुरु गर्नु, जस्तो आउँछ त्यसलाई अन्य भाषा भनिन्छ। अनि अन्य भाषा अहिले चाहिँ हामी धेरै भिडमा छौँ, प्रकट होस् भनेर आवाज निकालेर गर्न लाउँछौँ। घरमा रहनुहुन्छ, यात्रामा रहनुहुन्छ, जहाँ पनि रहनुहुन्छ यसरी गर्न सक्नुहुन्छ। यसरी मौन रहेर पनि अन्य भाषामा डाइरेक्ट कनेक्सन ईश्वरमा हुन्छ। अनि अघि मलाई एकजना सर हजुरले सोध्नु भएको थियो, अन्य भाषा गर्न लाग्यो झन् बढी खराब सोचहरू आएको जस्तो हुने, झन् मन कमजोर भएको जस्तो हुन्छ म्याम भन्नुभएको थियो होइन। सायद यो सबैको रोग हुनसक्छ, सबैलाई हुन्छ। सुरु सुरुमा गर्दा हामीलाई पनि हुन्छ, त्यो नर्मल हो, गर्दै जानु। अनि अन्य भाषा गर्दा मन डाउन जस्तो फिल हुन्छ भने उत्साहित हुने खालको वचन सुनेर गर्नु, कानमा वचन लगाउनु अनि सुरु गर्नु। वचनमा जे भनेको छ त्यो कुरालाई रिसिभ गर्नु, ग्रहण गर्नु। जस्तो गर भन्नुभएको छ त्यस्तै गर्ने मन बनाइहाल्नु। अनि त्यस पछाडि अन्य भाषामा बोल्न सुरु गर्नु। अन्य भाषामा बोल्न सुरु गर्दा के फाइदा छ भने जसरी एउटा स्कुटरको इन्जिन स्टार्ट हुँदा त्यो स्कुटर कहाँको मान्छेलाई कहाँ पुर्याइदिन्छ त्यो स्कुटरले, अनि एउटा प्लेनको इन्जिन स्टार्ट हुँदा त्यो प्लेनले कहाँको मान्छेलाई कति छिटो कहाँ पुर्याइदिन्छ, किनकि इन्जिन स्टार्ट भयो नि तब उसले कहाँको मान्छेलाई कहाँ पुर्याइदिन्छ। इन्जिन स्टार्ट भएन भने जहाँ हो त्यहीँ नै, जहाँ राखेको त्यहीँ हुन्छ। इन्जिन स्टार्ट भयो भने कहाँको मान्छेलाई कति छिटो कहाँ पुर्याइदिन्छ। अझ रकेटलाई हेर्नु, रकेटले त झन् कहाँको मान्छेमा क्षणभरमै कहाँ पुर्याइदिन्छ। त्यहाँभन्दा पनि तेज आत्माको इन्जिन स्टार्ट गर्ने तरिकालाई अन्य भाषा भनिन्छ। अन्य भाषा गर्नु भनेको आत्माको इन्जिन स्टार्ट हुनु। रकेटको इन्जिन स्टार्ट हुँदा कहाँको मान्छेलाई स्वाट्टै कति छिटो पुर्याइदिन्छ गन्तव्यमा, त्यहाँभन्दा पनि तेज तपाईहरू हुनुहुन्छ। त्यो तपाईँको आत्माको इन्जिन स्टार्ट भयो, इन्जिन चालु भयो। अब तपाईँको कहाँको जीवनलाई परमेश्वरले कहाँ लगेर लन्च गराइसक्नुभयो, देखाइसक्नुभयो। त्यो सामर्थ्य काम प्रकट गरिसक्नुभयो। गरिरहनु अन्य भाषा,
आँखा हेरेर पनि गर्न मिल्छ, आँखा बन्द गरेर पनि गर्नु मिल्छ। गरिरहनु, संसारतर्फ फोकस लाग्न लाग्यो अनि हालतपट्टि ध्यान लाग्न लाग्यो या मन कमजोर हुन लाग्यो भने त्यति बेलै सचेत भइहाल्नु, मन टाठो बनाइहाल्नु, मन बलियो गरिहाल्नु अनि परमेश्वरसँग बोल्न सुरु गरिहाल्नु। बरु त्यो सोचेर बस्ने समय ईश्वरमा बसिहाल्नु, अन्य भाषामा लागिहाल्नु। अनि जब अन्य भाषाका शब्दहरू निस्किन्छ तब धेरै पनि चाहिँदैन, आधी घन्टा जति अन्य भाषा गरेपछि अन्य भाषा गर्नलाई बस्दाको समय र आधी घन्टा जति अन्य भाषा गरिसकेपछिको समय प्र्याक्टिकल गर्नु तपाईँ कहाँको मान्छेलाई कहाँ परमेश्वरले पुर्याइहाल्नुहुन्छ। सोचेर लिएर नै यति घन्टा गर्नु नै तपाईँ जति गर्नुहुन्छ त्यति फाइदा। बाहिर बारी छ, खेत छ, त्यो खेतमा जति घन्टा खन्यो त्यति करोड पाउनुहुन्छ भनेपछि 1 घन्टा मात्रै त खन्नुहुन्न, जति घन्टा खन्यो झन् अरू करोड पाइन्छ भनेपछि त अरू काम छोडेर पनि तपाईँ के गर्नुहुन्छ, खेत या बारी खन्नुहुन्छ। त्यस्तै परमेश्वरमा पनि गरिरहनु, आफ्नो मन ईश्वरमा व्यस्त गरिरहनु। अन्य भाषा गरिरहनु भनेको ईश्वरमा व्यस्त रहनु। ईश्वरमा व्यस्त रहने मान्छे जीवनमा मस्त रहन पाउनुहुन्छ। पिताले त्यो सामर्थ्य योग्यता हजुरहरूलाई दिनुभएको छ। अनि अन्य भाषा गर्नलाई आउँदैन, म चाहिँ जान्दिनँ नै, यो कसैले नभन्नु। ग्रहण गरेर ईश्वरको आत्मा पाएपछि नहुने कुरै हुँदैन। पाइसके भन्ने मन गर्नु, पाइसक्नुभयो। अन्य भाषा गर्दा सुरुमा मन नउठेको जस्तो, डाउन भएको जस्तो भयो भने जान्नु त्यो अब वचन रूपी कुचो लाग्यो या अन्य भाषा रूपी कुचो लाग्यो। त्यहाँभन्दा अगाडि छरपष्ट फैलिएको थियो, छरिएको थियो समस्याहरू। जब अन्य भाषा रूपी कुचो लाग्यो तब जबसरी यहाँ हलभरि फोहोर छरिएको छ, फैलिएको छ, अहिले खासै देखिँदैन। जब कुचो लाउँछौँ तब थुप्रो देखिन्छ। त्यो थुप्रो किन देखिएको भन्दा फ्याँकिनलाई, हट्नलाई, भगाउनलाई। त्यस्तै जब अन्य भाषा तपाईँ अरू गीत सुन्नुहोस् आनन्द आउँछ, फिल्म हेर्नुहोस् आनन्द आउँछ। अन्य भाषा गर्न लाग्नु झ्याउ लागे जस्तो लाग्छ। बुझ्नु अन्य भाषामा कति ठुलो तागत रहेछ। अब उसले झ्याउ लागे जस्तो गराउँछ भने उसलाई चाहिँ झ्याउ लाग्ने गराएर गरिरहनु, बढ्दै जानु। सखा परमेश्वरले त्यसका कामहरू बनाइसक्नुभयो। जब अन्य भाषा रूपी कुचो लाग्यो, झन् बढी थुप्रो भएको जस्तो, डाउन भएको जस्तो, कमजोर भएको जस्तो त्यस्तो लाग्यो भने जान्नु यो सबै फोहोर रहेछ। अन्य भाषा रूपी कुचोले यसलाई बढारेर कहिले देख्न नपर्ने तरिकाले फ्याँक्नको लागि रहेछ। धन्य पिता, फ्याँकिसक्नुभयो। धन्यवाद पिता, हटाइसक्नुभयो। हजुरले सबै खराबीलाई भगाइसक्नुभयो। धन्यवाद पिता, म ठिक छु भनेर बरु अरू मन बढाएर पितासँग बढ्दै जानु अनि सजिलो हुँदै जान्छ। अन्य भाषा धेरै गर्नु भनेको समस्या जति उहाँलाई बुझाएर आफू आराम गर्नु। अब समस्याले थिचिएर दबिएर बस्न चाहनुहुन्छ या सबै बुझाएर आनन्द गर्न चाहनुहुन्छ? हजुरको हातमा। नयाँमा चलेर आनन्दको जीवनयापन गर्नुहुन्छ या हिजोको जस्तै गनगन र तनावको जीवन जिएर पुरानो जीवनमा जिउन चाहनुहुन्छ? दुईटै बाटो तयार छ। नयाँमा चल्नुहुन्छ, पाइला मात्रै राख्नु, स्वाट ईश्वरले बढाइदिइसक्नुभयो। मन मात्रै बनाउनु, पिताले बढाइदिइसक्नुभयो। पिताले आशिष, उन्नति, महिमा दिइसक्नुभयो। अब पाएकोलाई हेर्नु, अब भएकोलाई हेर्नु, अब मन बढाउँदै जानु। सबै महान सामर्थ्य काम परमात्मा पिताले हजुर हामी सबैलाई दिइसक्नुभयो भन्दै धन्यवाद गर्छु परमात्मा। हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाउँमा। आज हामी सोमबारे बसाइमा छौँ। विशेष गरेर हामी लिडरजनहरू छौँ र जति पनि परमेश्वरका राज्यमा काम गर्नुपर्छ, केही कुरा सिक्नुपर्छ भनेर यो स्थानमा आउनुहुने सम्पूर्णप्रति म प्रकाश दिप गैरेको तर्फबाट शिर निहुराहरू उच्च नमन व्यक्त गर्न चाहन्छु मसीह येशूको नाउँमा।
कहिलेकाहीँ यस्तो लाग्छ जिन्दगीमा मैले के गरिरहेछु भन्ने कुरो पत्तै पाइँदैन। मैले परमेश्वरको काम गरेको छु कि मनुष्यको काम गरेको छु कि मैले ईश्वर भनेर गल्ती गरेको छु यो भन्ने पनि हुनुहुन्छ मसँग। मैले कतै गल्ती पो गरिरहेको छु कि मैले हिजोको दिन नै जब तपाईँको मनले भन्छ नि भित्रबाट सबभन्दा ठुलो कुरा तपाईँले आफूले जसले मनलाई स्ट्यान्ड राख्न सक्छ नि, जसले स्टेबल राख्न सक्छ नि, त्यसलाई नै ईश्वरले आशिष दिने हो। तपाईँले गरेको कुरोमा कन्फ्युज हुनुपर्ने, मैले ईश्वरलाई माने यस्तो गरेँ कि उस्तो गरेँ कि यस्तो भयो कि उस्तो भयो कि नै सोच्नु पर्दैन। किनकि ईश्वरले त उहाँको योजना थियो, त्यो योजना अनुरूप हामीलाई चलाउनु भएको छ, उहाँको अनुरूप हामी चलेका छौँ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाममा। किनकि यो हाम्रो तयारीले चल्दैन, हामी जहिले पनि प्रष्ट हुनुपर्छ। आज विशेष गरेर हामी लिडर जनरल छौँ। अब हामी लिडरमा हुनुपर्ने पनि धेरै कुराहरू छन्। कयौँ कुराहरूलाई हामीले पैताला मुनि राख्न पनि सक्नुपर्छ। लिडरमा हुने खुबीहरू के त त्यो हामीले पहिचान पनि गर्न सक्नुपर्छ। आज हामीलाई त यो संसारको लिडर होइन, स्वर्गीय स्थानको लिडर तय गर्नुभएको छ। कसले? सर्वशक्तिमान परमपिता परमेश्वरलाई। त्यसैले जब त्यो समयमा शास्त्रमा पनि भनिएको छ कि त्यो समयमा शास्त्रै सबै सर्व होइन फेरि हाम्रो लागि। आज हामी आत्मामा छौँ, तर जब हामी आत्मामा हुन्छौँ नि, हामी आत्मामा भएपछि आत्माकै कुराले हामीलाई के गरिरहेको हुन्छ त? परख्न सक्ने शक्ति सामर्थ्य आत्माबाट पनि हामीले के गर्छ त? हामी आफै पनि त्यो छुट्याउन सक्ने हुन्छौँ। त्यसैले कति मानिसहरूले के भन्नुहुन्छ त भन्दाखेरि बाइबल नपढी ईश्वर कहाँबाट पाइन्छ भन्नुहुन्छ। बाइबलमा ईश्वर होइन नि। आज बाइबल पिएचडी गर्नेहरू पनि आज सच्चाइ केन्द्रमा आत्मामा हुनुहुँदो रहेछ भनेर यही सच्चाइ केन्द्र नेपालभित्र हुनुहुन्छ। अनि बाइबल पिएचडी गरेर आउनुभएकाले नपाएको उद्धार, बाइबल पढ्नै नजान्नेले आज उद्धार पाउनु भएको छ आत्माद्वारा। कति मानिसहरूले बाइबल अध्ययन गर्नै जान्नु भएको छैन, तर उहाँले उद्धार पाउनु भएको छ बाइबल अध्ययन गरेर होइन। परमेश्वरले तिमी मेरा सन्तान हौ, जुन दिन तिमीले रोमी 10 अंगीकार गर्यौ र जुन दिन मलाई आत्माको पिता भनेर जान्यौ, त्यो दिनबाट मैले तिम्रो हरेक योजनाहरू मैले तय गरेको हुन्छु, बस विश्वास मात्रै गर। त्यसैले यहोवा परमेश्वरले यो वचन, किनकि हामी हिजो अगमवक्ताले गरेका कुराहरूबाट नै हामी उत्साहित हुन्छौँ, हाम्रो मनोबलहरू बढेका हुन्छन्, हामीलाई काम गर्न जोस जाँगर बढेको हुन्छ। त्यो समयमा पनि अब्राहमलाई परमेश्वरले भन्नुभएको थियो कि किनकि तिम्रो इच्छाद्वारा होइन है, मेरो योजनाद्वारा चल्नेछौ। त्यसैले भन्नुभएको छ कि परमप्रभु परमेश्वरले अब्राहमलाई उत्पत्ति 12:1 पढिरहेको छु म, यो तपाईँले आफ्नो हृदयको पाटीमा लेख्न सक्नुहुन्छ, त्यहाँ नोट गर्न सक्नुहुन्छ, सजिलो छ, केही पनि छैन होइन। यहोवा परमेश्वरले अब्राहमलाई भन्नुभयो, तेरो देश र तेरो कुटुम्ब तथा तेरो पिताको घरबाट त निस्केर जुन देशमा म तँलाई देखाउँछु नि, त त्यहाँ जा है। त्यो समयमा कसलाई भन्नुभयो? अब्राहमलाई। त्यो समयमा आज कसलाई भन्नुभएको छ? तपाईँ हामीलाई। त्यसैले तपाईँ त्यो ठाउँमा चलाउनुहोस्, परमेश्वरको काम तपाईँ त्यहाँ हाँक्नुहोस्। तपाईँ त्यो ठाउँमा चलाउनुहोस्, त्यो ठाउँमा परमेश्वरको काम हाँक्नुहोस्। तपाईँ त्यो जिल्लामा गएर तपाईँ परमेश्वरको काम हाँक्नुहोस्। तपाईँ त्यो ठाउँमा गएर परमेश्वरको काम हाँक्नुहोस्। तपाईँ त्यो जिल्लामा गएर परमेश्वरको काम हाँक्नुहोस्।
हामीले किन भनिरहेका छौँ भन्दाखेरि परमेश्वरले आज हामीलाई चुन्नु पनि भएको छ। चुन्नु मात्रै भएको छैन, हाम्रो आवाजहरूलाई सुन्नु भएको छ। सुन्नु मात्र भएको छैन, हाम्रो हातबाट चिन्ह र चमत्कारको कार्य पनि गरेर देखाउनु भएको छ, होइन? तर अब्राहमले सोच्नु भएन, मेरो त कुटुम्ब पनि छोड्नु पर्ने रहेछ, मेरो देश पनि छोड्नु पर्ने रहेछ, मेरो आफन्त इष्टमित्रलाई छोड्नु पर्ने रहेछ, अब कहाँ जाने होला, के गर्ने होला, कसले देला, यो सोच्नु भएन। परमेश्वरले भन्नुभयो, सुन्नुभयो र अब्राहमले के गर्नुभयो? परमेश्वर पिता तपाईँको योजना पुरा होस्, परमेश्वर पिता तपाईँको योजना पुरा होस्, किनकि म तपाईँको काम गर्नको निमित्त मलाई नियुक्त गर्नुभयो। म त्यसमा खुसी छु, म त्यसमा आनन्द छु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। म मसीह छु र म त्यहाँबाट एउटा ठुलो समूह खडा गर्नेछु, मेरा सन्तानहरूलाई खडा गर्नेछु, ठुलो एउटा मेरा सन्तानहरूलाई खडा गर्नेछु र तँलाई आशिष दिनेछु र तेरा नाउँ प्रसिद्ध गराउनेछु र तँलाई आशिषको मूल बनाउनेछु। बस विश्वास गर मेरा सन्तान। आज हामीलाई त्यही नै भन्नुभएको छ। म तँलाई श्राप दिनेलाई श्राप दिनेछु, आशिष दिनेलाई आशिष दिनेछु, मैले तँलाई आशिषको मूल बनाउने छु। त नडरा मेरा सन्तान, तेरा आफ्ना इष्ट मित्र कुटुम्बले छोड्यो भन्दैमा त नआत्ती, किनकि कहिले पनि नछोड्नेवाला त म छु। म तँलाई त मेरो योजना त तँलाई आशिषको मूल बनाउने योजना छ। त एउटा धारो हुने छैनस्, त मूल हुनेछस्। मेरो योजनामा मैले तँलाई मूल बनाउने छु। बस तैँले मन उठा। तर अब्राहमले मन उठाउनु भयो। कसले? आज हामीले मन उठायौँ। त्यो समयमा अब्राहमले उठाउनु भयो, यो समयमा हामीले उठायौँ। त्यसैले हामी जुन जुन माध्यमबाट हुन्छ, जसरी हुन्छ, जुन ठाउँबाट हुन्छ, हामीले के गरिरहेका छौँ त? परमेश्वरको काम गरिरहेका छौँ। परमेश्वरको राज्यमा, परमेश्वरको आज हेर्नुहोस् त, जहाँ जहाँ पनि ईश्वर धन्यवाद। हाम्रो इन्द्र म्याम कहाँ हुनुहुन्छ? ईश्वरलाई धन्यवाद। मलाई एउटा कुरा याद आउँछ, सर ईश्वरले गर्नुभएको कुरा, काँक्रो फुल्यो, ईश्वरलाई धन्यवाद। कोदो फुल्यो, ईश्वरलाई धन्यवाद। होइन तेरो जे गर्दैन तेरो ईश्वरलाई धन्यवाद। मेरो ईश्वरले गर्नुभएको छ, म धन्यवाद दिन्छु। आज म बाँचेको छु, मेरो ईश्वरलाई धन्यवाद। आजको दिन म देख्न पाएको छु, मेरो ईश्वरलाई धन्यवाद। किनकि जीवन र मृत्यु मेरो पिताको हातमा छ र जीवन र मृत्यु के हो भन्ने कुरा मलाई भन्दा पनि मेरो पितालाई राम्रोसँग थाहा छ। मलाई कहिलेसम्म टिकाउने, मलाई कहिलेसम्म उहाँको राज्यमा काम गर्नको लागि खटाउने, कहिलेसम्म उहाँले मलाई यो संसारमा राख्ने मेरो पिताको हातमा छ। मैले रहर गरेर पनि हुँदैन, मैले कर गरेर पनि हुँदैन। पिता तपाईँको योजना पुरा होस्। मसीह येशूको नाउँमा करोड करोड धन्यवाद दिन चाहन्छु, गुरु येशू मसीहको नाउँमा। अब यहीँबाट पनि हामीलाई होइन कस्तो होला, के होला, ईश्वर त भनेका छौँ, ईश्वरको नाम पनि पुकारेका छौँ, तर कहिलेकाहीँ काम बन्दैन। घरेडी किन्ने भनेको घरेडी किन्न पाएको छैन, घर बनाउने भनेको घर बनाउन पाएको छैन, होइन? एउटा गाडी किन्ने भनेको गाडी किन्ने मेलोमेसो मिलेको छैन, फेरि पनि माग्न छोडेको छैन, होइन? कहिले गर्नु हुँदो रहेछ। हामी मानव जातिमा धेरैभन्दा धेरै चिन्ता यही नै हुन्छ। जस्तै हाम्रो बाबुबाजेले भन्नुहुन्थ्यो नि, याद छैन हजुरलाई? के अरे, बाख्रालाई फकाउनु छ भने घाँस देखाइदिए पुग्छ अरे क्या। घाँस देखाइदिए, हरियो घाँस देखाइदिएपछि बाख्रा लुरु लुरु आउँछ अरे, अनि ठ्याक्क उसको मुन्टोमा हानेर हामी बक्लकै ढालिहाल्छौँ भन्नुहुन्थ्यो कि। सैतानिक आत्माले हामीलाई त्यस्तै गरेको थियो। हरियो घाँस जस्तै देखाएको थियो हामीलाई, बाख्रालाई घाँस देखाएको जस्तै सैतानिक आत्माले हामीलाई घाँस देखाएको थियो। तर हामी लुरु लुरु लाग्थ्यौँ त्यसमा, कहिले के भन्थ्यौँ, कहिले के भन्थ्यौँ, कहिले के भन्थ्यौँ, कहिले के भन्थ्यौँ, अनि ठ्याक्क उसको कहाँनिर पुऱ्याउँथ्यो त्यहाँनिर ठ्याक्क हानिदिन्थ्यो, हामी प्याक्लाक्क पर्थ्यौँ। म त क्यान्सरको बिमारी,
म त किडनी फेलर, मलाई त डिप्रेसन, मलाई त सुगर, म त ढाडको नसाको जन्मेदेखिको, मलाई त पाइल्स, मलाई त यस्तो, मलाई त त्यस्तो भन्यो हिँड्यो। त्यो लक्ष्य, त्यो गन्तव्य कहिल्यै पुग्ने होइन। हिँडेको छ, हिँडेको छ, हिँडेको छ, घट्ला भन्दा बढेको छ। 20 थियो, 19 होला भन्दा 21 भएको छ। तर शैतानिक आत्माले हामीलाई हरियो घाँस देखाउन छोडेकै थिएन। हरियो घाँस देखाइरहन्थ्यो, हामी त्यो हरियो घाँसमा बाख्रा फसे चाहिँ फसिरहन्थ्यो। तर आज सर्वशक्तिमान परमपिता परमेश्वरले मैले तिमीलाई शक्ति र सामर्थ्य दिएको छु, नपत्या प्र्याक्टिकल गरेर हेर मेरा सन्तान। आफ्नो आफ्नै गुण हुन्छन्, आफ्नो आफ्नै अस्तित्व बोकेका हुन्छन्। गाई त सबैले देख्नु भएको छ, गाईले के खान्छ? घाँस खान्छ। तर गाईले घाँस खाएर दिन्छ कि दुध दिन्छ? तर त्यही सर्पले दुध खान्छ तर उसले विष निकालिदिन्छ। हो, यस्तै भएको थियो हाम्रो जिन्दगीमा। हामीले मानेको ईश्वर र हामीले जानेको ईश्वरबाटै हामी पीडित भएका थियौँ। हामी तङ्ग्रिन पाएका थिएनौँ, हाम्रा जीवनहरू तङ्ग्रिएका थिएनन्। जुन दिन आत्माको पितालाई जान्यौँ त्यो दिनबाट हामी तङ्ग्रिएका मात्र छैनौँ, के गरेको छ? ठडिएर हिँडेका छौँ, होइन? त्यसैले किनकि तँबाट ठुलो परमेश्वरका सन्तानहरू खडा गर्नेछु, तँलाई आशिष दिनेछु र म तेरो नाउँ प्रसिद्ध गराउनेछु। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। हेर्नुहोस् त, आज हामीलाई ईश्वरले त्यो स्थान दिनुभएको छ, आशिष दिनुभएको छ, आशिषको स्रोत बनाउनु भएको छ, आशिषको मूल बनाउनु भएको छ। कहिलेकाहीँ तपाईँलाई गर्व लाग्छ कि लाग्दैन? सोच्नुहुन्छ कि सोच्नु हुँदैन? ईश्वर जिन्दगीमा आज तपाईँको राज्यमा लिडर बनेर हिँडेको छु, तपाईँलाई जानेको छु, जन बनेर हिँडेको छु। आज कमसेकम मसँग शैतानिक आत्माहरू डराउँछन्। हिजो म डराउँथेँ, आज ऊ मसँग डराउँछ पिता भनेर गर्व लाग्छ कि लाग्दैन? मलाई त असाध्यै गर्व लाग्छ, मलाई त असाध्यै गर्व लाग्छ, होइन? किनकि तेरो नाउँ प्रसिद्ध गराउने छु र त आशिषको मूल हुनेछस्। कसले भन्नुभयो? आशिषको भण्डारेवाला सर्वशक्तिमान परमपिता परमेश्वरले। एकजना वडा अध्यक्ष आएर म यसो गरिदिन्छु, उसो गरिदिन्छु, म यस्तो गरिदिन्छु, यहाँ गरिदिन्छु, त्यहाँ गरिदिन्छु, जाँदा हामी मक्ख पर्छौँ, नाक यति ठुलो बनाउँछौँ। मेरो वडाको वडा अध्यक्ष आउनुभयो, मेरो वडा अध्यक्ष आएर चाहिँ मलाई यस्तो भन्नुभयो, मेरो सच्चाइलाई यस्तो भन्नुभयो, यसपालि बजेट पारिदिन्छु भन्नुभयो, हामी नाक यति ठुलो बनाउँछौँ। ईश्वरले त जीवनको मूल हो, तँलाई म आशिषको मूल भन्दा हो र? क्या एउटा संसारका मानिसले छोटोभन्दा छोटो आश्वासन दिँदा, यहाँ आश्वासन दिएर जानुभयो, त्यहाँ जाँदा खबरदार म त्यस्तो गर्ला नि, हामी हेऱ्यौँ नि फेरि भन्दा उहाँले गर्नुहुन्न, हामी मक्ख हुन्छौँ। उहाँलाई रोक्नेवाला त कोही हुनुहुन्न, कसैले रोक्न सक्नुहुन्न, कसैले रोक्न सक्नुहुन्न। उहाँले दिन्छु भनेपछि दिनुहुन्छ, हुन्छ हुन्छ, दिनुहुन्छ अरे होइन। र पनि हामी मक्ख पर्न सक्दैनौँ, ढुक्क हुन सक्दैनौँ, आनन्द हुन सक्दैनौँ। किन भन्दाखेरि हामीले के गर्छौँ त भन्दा सोच्न बाध्य हुन्छौँ, क्या हो मेरो त यस्तो छ, उस्तो छ, होला नि, कुनै बेला त होला नि, ईश्वर मेरो पालो आउला नि भन्नुभएको छ। तँलाई म आशिषको मूल बनाउँछु, आशिषको स्रोत बनाउँछु, आशिषको भण्डारी बनाउँछु। तर पनि हामीमा कता कता कन्फ्युज छ। त्यही कन्फ्युजको कारणले अनि फेरि एउटा लाएर कानमा ठ्याक्क केही भरिदिनु हुन्छ नि, त्यो खबर आयो फेरि तँलाई त भने
कुलबाट पनि अलग्गै बानी भने यता नि हो त नि है ईश्वर छैन मै हो ईश्वर। हामी त्यसरी चुकेका छौँ। के भन्नुभयो अब्राहमलाई? तैँले यो सहर छोड, तेरा कुल छोड्न पर्यो नि छोड, तैँले जे गर्नु छोड, तँलाई आशिषको मूल बनाउँछु भन्दा हिँड्नुभयो। अन्तिमसम्म पनि अब्राहमलाई परमेश्वरले के गर्नुभयो त? परीक्षा लिनुभयो। ए अब्राहम, 79 वर्षसम्म पनि सन्तान नहुँदा परमेश्वरको काम गर्दा गर्दै गर्दा गर्दै गर्दा गर्दै ए मेरो त सन्तानै छैन, सबैले बिल्ला गरे, रुन थाल्यो। ए अब्राहम, त किन रोएको छस्? पिता, मैले त आज मेरो खोइ त म पछाडिको खोइ त भन्दा जुन आँसु तैँले आज झारेको छस् नि, अर्को वर्ष खुसीको आँसु तेरो आँखामा आउनेछ पिता। त्यसपछि अब्राहम एउटा छोरा जन्मिसकेपछि पनि अब्राहम, पिता म यहाँ छु, तेरो छोरा कहाँ छ? खेलिरहेछ, ल जाऊ त्यो डाँडामा गएर चाहिँ त्यसलाई बलि दिइहाल भन्दा हस् पिता, हजुरले दिनुभयो, हजुरले लानुभयो, म त्यसमा पनि खुसी छु पिता भनेर आफ्नो छोरालाई लुह्रु अगाडि हातमा चक्कु बोकेर डाँडामा गएर आफ्नो छोरालाई बलि दिनु लाग्दाखेरि ए अब्राहम खबरदार, तैँले त्यो छुरा चलाउन पाउँदैनस्, त आज परीक्षामा पास भएको छस्। तेरा सन्तानले डाँडा काँडा ढाक्ने छन्, मासतिर हेर के देख्छस्? आकाशमा तारा देख्छु। गन पिता, म गर्न सक्दिनँ, जसरी तैँले आकाशको तारा गर्न सक्दैन तेरा सन्तानले ढाक्नेछ। तेरो पैतालामा के छ? बालुवा छ, उठा गन पिता, म गर्न सक्दिनँ, जसरी त्यो बालुवा खोलाको बालुवा तैँले गर्न सक्दैनस् त्यसरी तेरा सन्तानले डाँडा काँडा ढाक्नेछन्। हामीलाई चाहिँ कस्तो हुन्छ भने मन छोराछोरीलाई सानो भइहाल्यो नि, ईश्वर कहाँ हुनुहुन्छ, कहाँ हेरेर बस्नु भएको छ क्या तपाईँ, यो यहाँ के भइरह्यो, तपाईँ हुनुहुन्छ भने छ त यो के भइरहेछ? यो मलाई लाग्छ तपाईँ सत्यको हुनुहुन्न। तपाईँ सत्यको हुनुहुन्छ नि अब हामी चाहिँ त्यहाँ ईश्वरलाई परीक्षा गर्न सुरु गर्छौँ। अनि हामी चाहिँ ल तपाईँ सत्य हुनुहुन्छ नि मेरो छोरोलाई उठाएर देखाउनुहोस्, तपाईँ सत्य हुनुहुन्छ नि गरेर देखाउनुहोस्, बल्ल मैले तपाईँलाई मान्छु। हामी चाहिँ त्यसरी हामी चाहिँ परीक्षामा पर्न सुरु गर्छौँ। पिता, तपाईँको योजना। आज हाम्रो राजन सर आउनु भएको छैन? आउनु भएको छ लोकन्थलीबाट। राजन सर, ईश्वरलाई करोड करोड धन्यवाद। ईश्वरलाई बस्नु होला। उहाँबाट मैले यस्तो शिक्षा लिन्छु, हरेक कुराबाट शिक्षा लिएको हुन्छु मैले उहाँबाट। एउटा अब्राहमको दोस्रो रूप उहाँलाई पनि मान्छु मैले। त्यो मन कमैसँग हुन्छ। सर हजुर, मेरो पिताको योजना छ भने मेरो छोरा उठेर हिँड्छ, मेरो पिताको योजना छैन भने मेरो छोरा जहाँ जुन सके अवस्था हुन्छ, बस मैले त पिता हेरेर आएको छु, मेरो पिताको योजना पुरा होस्। सर हजुर, कति प्रहार गर्नुभयो, कतिले के गर्नुभयो, नै मेरो पिताको योजना यही थियो, मेरो पिता खुसी हुनुभयो भने म पनि खुसी हुनु। कुन चाहिँ आइतबारको कुराहरू मलाई पिता, हजुरको निन्दा चाहिँ म गर्ने छैन, जे भयो हजुरको अनुसार भएको छ। आज परमेश्वरको काम गरेर लोकन्थलीमा यस्तो मजाले बढाउनु भएको छ नि, मलाई उदाहरणीय व्यक्ति लाग्छ उहाँ पनि, राजन सर है। तपाईँलाई धेरै धेरै आशिष, अझ आशिष परोस्। किनकि मान्छेले त्यो स्थितिमा पुगेपछि मानिसले मनहरू बिगार्नुहुन्छ। म ईश्वर कहाँ गएर यत्रो गरेँ, मैले यत्रो भरोसा गरेँ, विश्वास गरेँ, खै त मेरो भएन त, के भयो त? मैले ईश्वर भनेर आखिर पुकारेर मैले के पाएँ त नि? आखिर मेरो छोरो रहेन। मान्छे मैले परमेश्वरलाई किन पुकार्ने? त्यो भन्न पनि सक्नुहुन्थ्यो, तर नै मेरो पिताको इच्छा, मेरो पिताको योजना, मेरो पनि योजना, पिता हजुरको इच्छा पुरा होस्। यो मन जसले बनाउन सक्नुहुन्छ उहाँ आशिषको मूल उहाँ नै, अरू कोही पनि होइन। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेहरूलाई म श्राप दिनेछु। तँद्वारा पृथ्वीका सबै कुलहरूले आशिष पाउनेछन्। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। आज निन्दा गर्छन् तपाईँलाई, भोलि निन्दा गर्छन् तपाईँलाई। मरियमलाई गरे होइन र यसु मसीहलाई गरे होइन, परमेश्वरलाई अहिले पनि निन्दा गर्नुहुन्छ।
यदि तपाईँलाई निन्दा गर्दै गर्दा पनि तपाईँमा परमेश्वरमा भरोसा टुटेन भने एक दिन उहाँहरूले पनि तपाईँद्वारा उद्धार पाउनेछन् र भन्नेछन्, वाउ तिमी मेरो जीवनको पथ प्रदर्शक होइन, तिमी मेरो बाटोको चाहिँ एउटा मेरो अन्धकार जीवनको तिमी ज्योति हौ, तिमी मेरो चाहिँ आज मेरो तिम्रो कारणले मेरो मन उठेको छ, तिमी मेरो चाहिँ आज जीवनकै एउटा एकदमै सुन्दर वस्तु हौ, एक दिन भन्नेछन्। तर त्यो निन्दा, त्यो घृणा, त्यो तुच्छता, त्यो कुरालाई हामीले सहन सक्यौँ भने लिडर भएर यी कुरा सहन पनि सक्नुपर्छ। निन्दा आउँछ, त्यो सहन सक्नुपर्छ। कसले? लिडरले। हामी त लिडर छौँ यहाँ सबै, म पनि लिडर हो, म्याम पनि लिडर हो। हामी लिडरहरू भइसकेपछि आएका निन्दाहरूलाई, आएका घृणाहरूलाई, आएका वचनहरूलाई, हरेक कुराहरू सहन पनि सक्नुपर्छ। तर सहने भन्दै गर्दा ईश्वरले पनि भन्नुभएको छ, दयालु हौ मेरा सन्तान, तर कसैको प्रयोग चाहिँ नभऊ। झुक मेरा सन्तान, तर तिमी भाँचेर चाहिँ नझुक। त्यसैले ईश्वर भन्नुहुन्छ कि मैले तिमीलाई आशिषको मूल बनाउनेछु। तिमीले त सोचेका छौ थोरै धारा। त्यसैले अघि मेरो विषय के थियो भन्दाखेरि गाईले घाँस खाएर नि दुध दिन्छ, सर्पले दुध पिएर पनि विष दिन्छ भन्दाखेरि मैले यो किन जोडिरहेको थिएँ भन्दाखेरि हामी त्यस्तै थियौँ हिजोको दिनमा। उसँग जे थियो त्यही दिएको त हो, मूर्ख त हामी हो नि त। सर्पसँग गएर अमृतको अपेक्षा गर्नु त हामी गलत होइन, अनि फेरि गाईसँग गएर विष अपेक्षा गर्नु हामी गलत होइन। सुन्तलाको बोटमा गएर आँप फलोस् भन्नु हामी मूर्ख होइन। के अरे खुर्सानीको बोटमा गएर भ्यान्टा अपेक्षा गर्नु हामी गलत होइन। प्याजको बोटमा गएर लसुन खोज्नु हामी गलत होइन। बदामको बोटमा गएर सखरखण्ड खोज्नु हामी गलत होइन र? हो, त्यस्तै थियौँ हामी। हामी प्याजको बोटमा गएर लसुन खोजेर बसिरहन्थ्यौँ, अनि लसुन भएन भन्थ्यौँ, अनि आफै डिप्रेसनको शिकार भनेर हिँडेका थियौँ। खुर्सानीको बोटमा गएर भ्यान्टा खोजेर बसिरहेका थियौँ, अनि भ्यान्टा फलेन भनेर हामी आफै बेकुप भएर, हामी आफै डिस्टर्ब भएर, हामी आफै डिप्रेसनको शिकार भनेर हिँडिरहेका थियौँ। तर जुन दिन रोमी 10 को 9 अंगीकार गऱ्यौँ, त्यो दिनबाट आँपको रुख चिन्न सक्यौँ, सुन्तलाको रुख चिन्न सक्यौँ। अब हामी आँपको रुखमा गएर सुन्तला फलोस् भनेर भन्दैनौँ, सुन्तलाको रुखमा गएर आँप फलोस् भन्न सक्दैनौँ हामी, किनकि हामीलाई थाहा छ कि आँपको रुखमा आँपै फल्छ र सुन्तलाको रुखमा सुन्तलै फल्छ। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ कि यदि तैँले हरेक कुरा हिसाब किताब छन्, तैँले गरेका कार्यहरूले तेरा 12 कुलले उद्धार पाउनेछन्। अब को हुन् 12 कुल? खाना पाइन, जान पाइन, तर्न पाइन, म अल्झिएँ, म अड्किएँ, म भड्किएँ, म खोलाको कुनामा छु, म चिलाउनेको बुट्टामा छु, म पैउँको फेदमा छु, मलाई ढुङ्गाको मुनि राखेको छन्, मलाई स्यालले उतारेको छ, मलाई बाघले उछिन्नेको छ। सब यी आत्माहरूले पनि उद्धार पाउनेछन्। हिजो संसारमा त हामीले त्यही नै सुन्थ्यौँ। याद छ तपाईँहरूलाई? याद छ? मैले बाटो नपाएर म चिलाउनेको बोटमा झुन्डेर बसेको छु, मैले बाटो पाइन म खोलाको ढुङ्गामा अड्केर बसेको छु, मैले बाटो पाइन र म पैउँको रुखमुनि आएर बसेको छु, मैले बाटो पाइन र मैले चाहिँ यसरी चाहिँ घरको कर्सामा आएर मलाई थन्काएर राखेका छन्। यही सुन्थ्यौँ हामीले। याद छ तपाईँहरूलाई? याद छ? तर आज के भन्नुभएको छ भन्दा यदि तिमीले मात्र प्रार्थना गरेर तिम्रो विश्वासले पनि आज ती आत्माहरूले पनि उद्धार पाएका छन्। उद्धार पाएका छन्। तर हामी लिडर भइसकेपछि कहिलेकाहीँ अब्जस आउँछन् है, फेरि अब्जसहरू आउँछन्। त्यो अब्जसलाई हामीले मान्नु हुँदैन। एकदमै गहिराइमा गएर ला म बर्बाद हुने भएँ, म सिद्धिने भएँ, अब म त यस्तो भएँ उस्तो भएँ,
कहिले पनि मनस्थितिलाई गिराउनु हुँदैन, किनकि जसले अगुवा भएर काम गर्छन् उसलाई स्वाभाविक रूपले आउँछन् ती कुराहरू। एक दिन के भएछ भने गङ्गटा देख्नु भएको छ? कसले देख्नु भएको छ गङ्गटा? हात उठाउनुहोस् त गङ्गटा। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु मसी येशूको नाममा। गङ्गटाले के गरेछ भने नि त्यसलाई किन बाहिर निक्लिनु परेको हो, फेरि बाहिर निक्लिन मन लागेछ। अनि बाहिर निक्लिन मन लागिसकेपछि लुफ्रु हिँडेको त त्यो बालुवामा त उसले हिँडेको पाइला त यसो हेरेको त असाध्यै राम्रो देखेछ। आहा, यो पाइला म हिँडेको पाइला यस्तो हुन्छन्, यति राम्रा हुन्छन्। बालुवामा डाम बसेछ। अनि डाम बसेपछि अब म केही चित्र पनि बनाउँछु। यति राम्रो हुँदा मैले बनाएको चित्र, त्यसलाई किन चित्र बनाउनु पर्थ्यो? अनि त्यहाँ उनी आएको, हेर्दै 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 आएको, आउँदै आउँदै गर्दा त त्यो पाइलाहरू देखेर असाध्यै राम्रो। अनि राम्रो देखिसकेपछि त उसले अनि त्यहाँ चित्र बनाएछन्। चित्र बनाइसकेपछि बिचरा बिहानदेखि बेलुकासम्म एउटा राम्रो सुन्दर चित्र बनाएछन् त्यो गङ्गटाले। चित्र बनाइसकेपछि बेलुका घाम डुब्ने बेलातिर त पानी आर्छ, स्वाटा बगार लिएर गइदिएछ। पछि हेर्दा त छैन, दिनभरिको मेहनत खराब। त्यसपछि त्यो गङ्गटाले त्यो समुद्रलाई सरापेर हैरान गरेछन्। यस्तो पनि हुन्छ, तर म त साथी भने थिएँ, तैँले त यस्तो गर्दिस् उस्तो गर्दिस्, मेरो यत्रो नष्ट गर्दिस्, तैँले लस्ट गर्दिस्, तँ बर्बाद रहेछस्, तँ उस्तो रहेछस् भनेर गाली गरेको रहे। सुत्ला भन्दा सुत्दैन, गाली गरेको गर्दो रहेछ त्यो गङ्गटोले त्यो पानीको छाललाई। अनि पानीलाई पनि रिस उठेछ। अनि यो कति बोल्दो रहेछ, मैले त यसकै हितमा गरेको छु, तर यो बोल्छ फेरि मसँग, मलाई गाली गरिरहेको छ यसले भनेपछि। अनि पानीलाई चित्त पनि होइन, मैले अब त केही बोल्न पर्छ भनेपछि पानीले गङ्गटोलाई भनेछ, तिमी किन रिसाएको भाइ? गङ्गटा भाइ, तिमी किन रिसाउनु पर्छ? तिमी बुझ्दैन बुझी रिसाइरहेछौ? मैले त तिम्रो हितमा काम गरेको छु। तिमीले सोच्यौ कहिले? सोचेनौ। मैले तिम्रो हितमा काम किन गरेको छु थाहा छ तिमीलाई? तिमी जस्तै सयौं गङ्गटाहरूलाई मान्छेले मारेर लैसके। अनि तिमी हिँडेको पाइला पछ्याउँदै मार्नका लागि आएका थिए। जब तिमीलाई त्यो पाइला पछ्याउँदै आइसकेपछि त तिमीलाई नि मार्छन् भनिसकेपछि त्यो सहन नसकेर मैले त्यो बाटो मेटिदिएको हुँ। तिमी आज त्यो कारणले तिमी बाँचेको छौ भन्दाखेरि म पनि गङ्गटै रहेछु, म पनि नबुद्धि रहेछु। मान्छे जति त्यो पानीलाई गाली गर्यो, नराम्रो देख्यो, झुटा भन्यो, गाली गर्नुहुन्छ नि जति पनि, त्यो कति त्यो गङ्गटोलाई कति पश्चाताप लाग्यो होला सोच्नु त। आखिर कसको लागि त्यो गङ्गटाको लागि त्यो पानीले त्यो पाइला मेटिदिएको रहेछ नि त। हो, कहिलेकाहीँ तपाईँहरू लिडरहरू, तपाईँहरू प्रमुख उपप्रमुख लिडरहरू हुनुहुन्छ, कहिलेकाहीँ राम्रो गर्छु भन्दा नि उहाँको बुझाइमा गलत हुनसक्छ, कहिलेकाहीँ त्यो बुझाइ गलत हुनसक्छ, तर त्यो कुरालाई क्लियर पारिदिनु पनि पर्छ। जस्तै कि आज हरेक मानिसले यसो मसीह र परमेश्वरलाई भन्ने बित्तिकै के गर्नुहुन्छ भन्दाखेरि यो त धर्मकै हो भनेर गाली गर्न सुरु गरिहाल्नुहुन्छ। ए बाबा, हामीले त प्रश्न पारिरहेका छौँ नि त। हाम्रो परमेश्वर धर्मको हुनुहुन्न, हाम्रो परमेश्वर जातको हुनुहुन्न। आज परमेश्वरले यो जात र धर्ममा विभाजित भएको देखेर, जात र धर्मको नाममा लड्दै मर्दै गरेको देखेर आज हामीलाई एक नर र नारी छानेर ल्याउनु भएको, चुनेर ल्याउनु भएको नि। अब हामी त अब जातको लागि लड्दैनौँ नि त, अब त हामी धर्मको लागि लड्दैनौँ नि त, बस हामी त शैतान आत्माको लागि लड्छौँ। त्यही भएर हामीलाई निन्दा गर्नेछन्, म्यामलाई पनि निन्दा गर्नेछन्, मलाई नि निन्दा गर्नेछन्, तपाईँहरूलाई पनि निन्दा गर्नेछन्। जसले निन्दा गर्नुहुन्छ नि उहाँ पित नभएको मान्छे हो फेरि। अनि त्यो पित नभएको मान्छेसँग त्यो हामी पनि लड्नुपर्छ भन्ने हुँदैन फेरि। मैले सूर्या म्याम खराब हो भन्दै हिँडेँ भने सूर्या म्याम खराब होइन क्या, सूर्या म्यामको क्यारेक्टर सर्टिफिकेट होइन, मैले मेरो क्यारेक्टर सर्टिफिकेट सो गरिरहेको हुन्छु। बुझ्नेले बुझ्छ एक दिन यो झुटा होस्, सूर्या म्याम खराब हो, हाम्रो अनु म्याम खराब हो, हाम्रो पुतली म्याम खराब हो भन्दै मैले हिँडेँ भने एक दिन बुझ्नेवालाले बुझ्छ।
आफ्नो क्यारेक्टर सर्टिफिकेट सो गरिरहनु भएको हुन्छ, कसैको क्यारेक्टर सर्टिफिकेट सो गरेको हुँदैन। त्यसैले हामी के भन्छौँ भने कसैको निन्दा नगर्नुहोस्, किनकि निन्दा गर्नु भनेको मैले कसैको निन्दा गरेँ भने मैले कसैको होइन, मेरो क्यारेक्टर सर्टिफिकेट मैले सो गरेको हुन्छु। अनि उनले पिँध भएको मान्छेले त सोध्छ एकचोटि, हेर त यत्रो शिक्षा खाछ, यत्रो वचन खाछ, पिँध नभएको भन्छ, अनि आफै हल्का भइन्छ। त्यसैले परमेश्वरले भन्नुभएको छ कि म फुटाउनेहरूसँग होइन, म जुटाउनेहरूसँग आनन्दित रहनेछु। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वरलाई अब हेर्नुहोस् त, अब तपाईँहरू आफै भन्नुहोस्, त्यो गङ्गटोले त्यो पानीलाई सराप्नु बेकार थियो कि थिएन? कि गङ्गटो ठिक थियो? गङ्गटो ठिक थियो कि पानी ठिक थियो? ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। हो, कहिले काहीँ के भइदिन्छ भने हामीले असली कुरा देखाउन सकेनौँ भने त्यसमा कन्फ्युज भइन्छ। त्यो पानीलाई त्यो गङ्गाटाले गाली गरेको देखेर रिस उठ्यो भने त पानीलाई नि यो कति बोल्दो रहेछ, अब त सुतेन हुन्थ्यो, मैले त यसकै हितमा काम गरेको छु, सिकारी खोज्दै आइरहेको थियो, मार्न लागिरहेको थियो, यसको गङ्गाटा त यो बाटो पो हिँडेको रहेछ भनेर त्यसको पाइला चाल खोज्दै आइरहेको थिएँ, यो बाँचोस् भनेर मैले त त्यसको चाल पाइलालाई मैले मेटाइदिएको हुँ। यो किन गनगन गरिरहेको छ, यो किन गाली गरिरहेको छ मलाई, किन कराइरहेको छ मलाई यसले भन्दाखेरि, अनि पानीले नि भनिदियो, भनेपछि गङ्गटो एकछिन छक्क, हो त नि है, म कस्तो बेकुर रहेछ हो, कहिलेकाहीँ ध्यान पुग्दैन होइन। त्यही भएर तपाईँहरू भनेको एउटा के हुनुहुन्छ भने लिडरसिप गर्ने मान्छे हुनुहुन्छ, त्यसबाट तपाईँहरूलाई अब्जस आउँछ, तर त्यो अब्जसहरूलाई पैताला मुनि पार्न सक्नुपर्छ, बल्ल तपाईँ लिडर हो, फेरि बल्ल तपाईँ लिडर हो। त्यो पैताला मुनि पार्न सकिएन भने, सहन सकिएन भने हामी लिडर होइन। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु, गुरु येशू मसीहको नाउँमा। परमपिता परमेश्वरको आशिष परिपूर्ण रहोस्। आज हामी एउटा कार्यक्रममा गएको थियौँ, आज फेरि हामी सबै फ्यामिली गएका थियौँ, अनि हामीलाई एकदमै खल्लो लाग्यो, छिटो छिटो भ्याएर छिटो दुकुर्दै आयौँ। ढिलो भएकोमा हामी क्षमा प्रार्थी छौँ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिँदै हजुरहरूको घर घरमा ईश्वरको आशिष रहोस्, दुःख कष्ट दरिद्रताले बास नपाओस्। अन्तिममा जे भयो नि त्यो गङ्गटो जस्तो बन्नु हुँदैन है, हामी नबुझिकन रिसाइहाल्ने, नबुझिकन बोलिहाल्ने, नबुझिकन चिच्चाइहाल्ने, नबुझिकन कराइहाल्ने हुन्न है, हामी यो गङ्गटो जस्तो भन्नुहुन्न हामी। त्यसैले आजको कार्यक्रम सञ्चालक हाम्रो सरस्वती म्यामलाई पनि हृदयदेखि आशिष भरिपूर्ण रहोस् भन्दै म हजुरहरूबाट ओझल पर्न चाहन्छु। हस्त नमस्ते। सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। येशू मसीहको नाउँमा परमेश्वर पिताको लागि एकचोटि जोरदार तालीले सम्मान गरौँ। अनि आफ्नो नानी बाबुलाई आफैले सम्हाल्नु भएको छ, एउटा पनि आवाज आएको छैन। यसको लागि पनि यहाँहरू सबैलाई परमात्मा पिताको धेरै धेरै आशीर्वाद र महिमा मिलिसकेको छ। र आजको यसै महिमालाई सञ्चालन गर्नुहुने महिमाको सञ्चालक द्वय हाम्रो केशर आले सर हजुर, रबिना म्याम हजुर, उहाँहरू द्वयलाई पनि धेरै धेरै परमात्मा पिताको आशीर्वाद महिमा उद्धार येशू मसीहको नाउँमा मिलिसकेको छ। त धन्यवाद गर्छु जगतका मालिक सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। हैन, आजको यो सुन्दर समय परमेश्वर पिताको, परमेश्वरले चुनेर ल्याउनु भएको यसै हेटौँडा शाखामा हामी उपस्थित हुन पाएका छौँ। त परमेश्वर जान्नुहुन्छ कसलाई कुन चिजको कति बेला के खाँचो छ, परमेश्वर जान्नुहुन्छ। हामी मम्मी बाबा बाहिरी रूप हेरेर आफ्नो सन्तानको लागि बच्चाको हामीले ध्यान दिन्छौँ भने परमेश्वर पिताले हाम्रो मन जाँचेर आशीर्वादको वर्षात गराइसक्नु भएको छ। हैन, हाम्रो मुखले व्यक्त गर्नुभन्दा पहिल्यै परमेश्वर पितालाई थाहा छ मेरो सन्तानलाई कति बेला कुन चिजको जरुरत छ,
कुन बेलामा कुन समयमा कसरी कुन चिज दिनुपर्छ त्यो सबै कुरा हाम्रो पिता परमेश्वरलाई पहिल्यै थाहा छ। त्यसैले आज विश्वास गरेका छौँ, आज परमात्मामा मन दिएका छौँ, आज उहाँसँग भरोसा गरेका छौँ त हाम्रा सबै जरुरत खाँचो घटी कमीमा परिपूर्ति बनेर हाम्रो जीवनमा खुद महिमा बनेर हाम्रो ईश्वर पिता हाम्रो जीवनमा उपस्थित भइसक्नु भएको छ। धन्यवाद गर्छु जगतका महान मालिक पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। हैन धेरै समयपछि आज हजुर हामी सबैजना हामी एउटै परिवार एउटै पिताको सन्तान हामी एउटै परिवार हामी यसरी भेला भएर पिताको प्रशंसा गर्न पाएका छौँ, महिमा गर्न पाएका छौँ, पिताजीको प्रशंसा गरेका छौँ किनकि परमेश्वरको काम प्रशंसाको योग्य छ। हैन धन्यवाद गरेर पनि त्यो धन्यवादले पनि पुग्दैन पिताजीलाई, त्यस्तो काम हाम्रो जीवनमा गरेर देखाउनु भएको छ। सारा संसारको धर्मबाट जीवनका कर्मबाट हैन आफ्ना मनबाट धनबाट कुनै चिजबाट पनि प्राप्त नभएको कुनै चिजबाट पनि सन्तुष्टि नमिलेको कुनै कुराबाट पनि उद्धार नपाएको आज एउटै सर्वशक्तिमान पिता हजुर मसँग हुनुहुन्छ, मेरो लागि हजुरले काम गरिरहनु भएको छ। जब परमेश्वरलाई धन्यवाद गर्छौँ परमेश्वर पिताले स्वयं काम गरेर दिइसक्नु भएको छ, देखाइसक्नु भएको छ। हाम्रो पिता हामीसँगै हुनुहुन्छ। हजुर हामीलाई जन्म दिने मम्मी बाबा सधैँ साथमा रहनुहुन्न, कोही बितेर जानुहुन्छ, कोही टाढा हुनुहुन्छ, कोही कता हुनुहुन्छ, कोही कता हुनुहुन्छ, सधैँ साथमा रहन सक्नुहुन्न। तर हजुर हामीलाई रच्ने परमेश्वर हमेसा हरेक समय हजुर हामी सँगै हुनुहुन्छ अनि उहाँको महिमा पनि हामी सँगै छ, उहाँको शक्ति ताकत पनि हामी सँगै छ। परमेश्वर पिताले हामीलाई एक सेकेन्ड पनि छोड्नु भएको छैन। जस्तै सानो नानी बाबुहरूलाई हामीले पानीमा डुब्छन् कि पानीमा भिज्छन् कि आगोमा जान्छन् कि भिरबाट लड्छन् कि गाडी हिँडिरहेको बाटो छ भने गाडीको बाटोमा गएर गाडीले किचिदिन्छ कि त्यो बच्चाको कति ध्यान दिन्छौँ हामी, त्यहाँभन्दा पनि बढ्ता ध्यान हाम्रो पिता परमेश्वरले हामीहरूको दिइसक्नु भएको छ। कतै मेरो बच्चालाई कुनै दोस्रोवाला तत्त्वले समस्याको पारेको छ कि परमेश्वर जान्नुहुन्छ। जब उहाँसँग मन दिन्छौँ, जब उहाँसँग भरोसा गर्छौँ हाम्रो फाइदा हाम्रो ईश्वरले हेर्नु भएको छ, हाम्रो उन्नति हाम्रो पिताले सोच्नु भएको छ। हामीले पनि हाम्रो सन्तानको लागि आफू नजाने पनि सन्तानले जानुन्, आफू नपढे पनि सन्तानले पढुन्, आफूले लाउन खान नजाने पनि सन्तानले जानुन् भनेर बच्चाको लागि कति दुःख गर्छौँ भने हाम्रो लागि दुःख हाम्रो पिता परमेश्वरले अरू बढ्ता गरेर गरिसक्नु भएको छ। त हाम्रो अबको समय भनेको आरामको समय, आनन्दको समय। जति डुल्यौँ, जति भड्क्यौँ, जति तडप्यौँ, जति रोयौँ, जति करायौँ, जति पुरपुरो ठोकायौँ, जति पीडित भयौँ, जति डुल्यौँ, तर हामीले उद्धार र शान्ति पाएनौँ। अब परमात्मा पिताले भन्नुभएको छ, हे सबै थाकेका अनि बोझले दबिएकाहरू म कहाँ आऊ, तिम्रा बोझका भारी मलाई देऊ, मेरा हल्का गराउने, रोगलाई निको पार्ने, ऋणलाई हटाउने, निर्बुद्धिलाई बुद्धि दिने, एकदमै नसा हड्डीमा ताकत लुट्ने तत्त्वलाई हटाएर ताकत भर्ने म तिम्रो पिता, म तिमीसँग छु, तिम्रो लागि काम गरेको छु। त्यो संसारको लागि क्यान्सर, ओहो क्यान्सर लाग्छ, तर परमेश्वरको लागि त्यो केही होइन। जब हलक्क मन ईश्वरमा दिनुहुन्छ, परमेश्वर भन्नुहुन्छ बच्चा यो त केही होइन, मैले पन्छाइसकेको छु, हेर त तिमी निको भइसकेका छौ, हेर त तिमीले जीवन पाइसकेका छौ, हेर त मनको आँखा खोलेर, मनको ढोका खोलेर, मनदेखि विश्वास गरेर हेर त सन्तान, तिम्रा ऋणका मार्गहरू बन्द भइसकेको छ, धनका मार्गहरू खुल्ला भइसकेको छ। मनको ढोका खोलेर हेर त मेरो बच्चा, मसँग मागेर हेर त मेरो बच्चा,
मसँग खोजेर हेर त मेरो बच्चा, मेरो प्रेमलाई बुझ त मेरो बच्चा। हिजोको दिनमा उहाँको प्रेमलाई, उहाँको दयालाई, उहाँको करुणालाई हामीले बुझेका थिएनौँ। संसारको लागि आज कली बौलाएको छ, कलियुग आएको छ, तर हाम्रो लागि करुणाको युग आएको छ। परमेश्वर पिताले हामीलाई करुणा गर्नुभएको छ, प्रेम गर्नुभएको छ। डाइरेक्ट आफ्नो सन्तानमा सम्बन्ध राख्नु भएको छ। डाइरेक्ट पिता भनेपछि हजुर मैले काम गरिसकेको छु, धन्यवाद गर, अगाडि हेर, भइसक्यो, हुन सुरु गरिसक्यो। परमेश्वर पिता यो शक्तिको दाता, यो महिमाको दाता, यो शान्तिको दाता परमेश्वर हुनुहुन्छ। जसरी साना साना खोलाहरू डाँडा पाखाबाट छङछङ गर्दै 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 डुल्दै 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 हिँड्छन्, आउँछन्, अनि त्यस पछाडि महासागरमा गएर जब मिसिन्छन् तब आनन्द गर्छन्, तर आराम गर्छन्। त्यस्तै हिजोको दिनमा साना साना छाँगाहरू, खोलाहरू डुलेको जस्तै भौतारिएका थियौँ, तडपिएका थियौँ, भड्किएका थियौँ, तर आज शक्तिको महासागर, महिमाको महासागर, चङ्गाईको महासागर, वचन खाइरहेका छौँ, भित्रबाट उद्धार पाइरहेका छौँ, आनन्द पाइरहेका छौँ। यस्ता महासागर परमात्मालाई हामीले भेटेका छौँ, उहाँको वचनमा आराम गरेका छौँ, आनन्द गरेका छौँ। एउटा एक थोपो पानीलाई तपाईँले तातो ढुङ्गामा लगेर हाल्नुहुन्छ, झ्याइ गर्छ, सुकेर जान्छ। त्यही एक थोपा पानीलाई समुद्रमा लगेर हाल्नुहुन्छ, त्यो समुद्रको पानीसँगै ऊ आराम गर्छ, ऊ आनन्द गर्छ। त्यस्तै हिजोको दिनमा एक थोपा पानी ढुङ्गामा, तातो ढुङ्गामा लगेर हालेको जस्तो झ्याइ गरेका थियौँ, नष्ट भएर गएका थियौँ, होइन, सुकेर गएका थियौँ, नष्ट भएर गएका थियौँ। तर आज त्यही एक थोपा पानी आज समुद्रको सङ्गत गर्न पाएको छ। समुद्रमा भएको पानीसँगै उसले पनि आराम गरे चाहिँ हामीले पनि आज परमेश्वरमा आराम गरेका छौँ, हामीले पनि आज परमेश्वरमा विश्राम गरेका छौँ, हामीले पनि आज पिता परमेश्वरमा आनन्द गरेका छौँ। त्यसैले परमेश्वर पिताले हामीलाई भन्नुभएको छ, मेरो बच्चा मसँग तिमी सधैँ आनन्द गर, कुनै कुरामा चिन्तित नभऊ, कुनै कुरामा चिन्ता नगर। यति चाहिँ म गर्छु, यति चाहिँ फलानुलाई देऊ, यति चाहिँ तिलानुलाई देऊ, यति चाहिँ उसलाई देऊ, यति चाहिँ उसले गर्ला। संसारमा त यति चाहिँ आत्माको रोग फलानाले निको पार्छ, यति चाहिँ शरीरको रोग फलानुले निको पार्छ, यो चाहिँ आँखाको रोग आँखाको डाक्टर खोज्नुपर्छ, यो चाहिँ छालाको रोग छालाको डाक्टर खोज्नुपर्छ, यो चाहिँ क्यान्सरको रोग क्यान्सरको डाक्टरलाई खोज्नुपर्छ, यो चाहिँ मुटुको रोग मुटुको डाक्टरलाई खोज्नुपर्छ, यो भन्थ्यो। तर आज हजारौँ करोडौँ नाम लिएर साध्य नलाग्ने रोगको उपचार एउटै परमेश्वरमा जिम्मा दिनुहोस्, परमेश्वर पिताले समाधान गरेर दिइसक्नु भएको छ। हामीले पाएको परमेश्वर समाधानको परमेश्वर, महिमाको परमेश्वर। यो वचन कुरामा मात्रै आएन, यो वचन काममा येशू मसीहमा प्रकट भइसक्यो। काममा बदल्ने परमेश्वर, परमेश्वर स्वयं साक्षात् हामीसँगै हुनुहुन्छ। त्यसैले परमेश्वर पिताले हामीलाई प्रतिज्ञा गर्नुभएको छ, पिताजीले भन्नुभएको छ, एउटा दुधे बालकलाई आमाले त्याग्लिन् तर मैले त्याग्दिनँ मेरो बच्चा। त्यस्तो प्रगाढ प्रेम मैले तिमीलाई गरेको छु, मैले खुद सृष्टि गरेको। संसारको मनुष्यले लोकाचारी माया गर्ला, तर मैले गरेको प्रेम मेरो बच्चा बुझ, मैले कति ठुलो आशीर्वाद र कति ठुलो उद्धार, कति ठुलो सम्पत्ति, कति ठुलो आनन्द तिम्रो लागि राखेको छु। पाइसके बोल धन्यवाद गर, भइसक्यो भन्नुहुने परमात्मा धन्यवाद गर्छु येशू मसीहको नाउँमा, होइन। परमेश्वरमा सबै कुरा सम्भव छ, हामी डराउनै पर्दैन, हामीले मनलाई दाहिने बाहिने गर्नै पर्दैन, बरु दायाँ बायाँ भएको मनलाई एक गरेर परमेश्वरले भन्नुभएको छ, टेढा मेढा मार्गलाई सिधा गर, सोझो पार, मलाई पुकार गर, अनि मैले गहिरा गहिरा कुराहरू तिम्रो लागि प्रसारण गरिसकेको छु। मन टेढिएको छ, मन तडपिएको छ भने सबै मार्गमा, सम्पूर्ण मार्गमा मलाई पुकार गर, अनि तिम्रा सबै मार्गलाई, तिमीलाई अप्ठ्यारो लागेको मार्ग, तिमीलाई अप्ठ्यारो लागेको काम,
तिमीलाई दुःख भएको काम, तिमीलाई कठिनाई भएको काम पनि मलाई जिम्मा लगायो भने क्षणभरमै मैले सजिलोसँग समाधान गरिसकेको छु। भइसक्यो बोल, पाइसके बोल, धन्यवाद गर, मन बढाइहाल। यदि मनमा पनि कमी कमजोरी छ भने उदार चित्तसँग नझर्की दिन्छु मैले। हरेक समय उदार चित्तसँग नझर्की दिने म तिम्रो पितासँग माग। माग्दाखेरि शङ्का नगरिकन माग। शङ्का गरेर डराएर माग्छौ भने उचाल्दै पछार्दै गर्ने समुद्रको छाल जस्तो हुन्छ। वचन सुन्यो हात त मन बढ्यो, विश्वास बढ्यो, अनि वचनबाट अलि टाढा भयो, फेरि कमजोर भइहाल्यो। यो वचन आत्मा हो, सुनुन्जेल मात्र होइन, हर हमेसा तपाईँसँग परमेश्वरको यो वचनले बास गरिसकेको छ। ईश्वरका वचनले बास गरिसकेको छ। समस्या जति सबै नाश भइसकेको छ। यो सामर्थ, यो ताकत, यो महिमा, यो उद्धार परमेश्वरले दिनुभएको। पिता परमेश्वरलाई जात र धर्मको कुनै मतलब छैन। परमेश्वर पितालाई विश्वासको मतलब छ। यदि विश्वासमा पनि कमी छ भने पिताले भन्नुभएको छ माग म दिन्छु। सही मनको पनि खाँचो छ भने मेरो बच्चा मसँग माग, मैले दिइसकेको छु। प्रकट होस् बोल, भइसक्यो, अगाडि भइसक्यो। हेर, मनको आँखा उठाएर फसल प्रशस्त छ। प्रशस्तताको स्वर्गका ढोकाहरू उघारेर मैले तिमीले सम्हाल्नै नसक्ने आशीर्वादको वर्षात मैले तिम्रो जीवनमा गरेर दिइसकेको छु। पाइसके पिता, धन्यवाद गर्छु येशू मसीहको नाउँमा। हजुरको शक्तिको काम, हजुरको ताकतको काम, महिमाको काम, आशीर्वादको काम, उद्धारको काम पिता हजुरले यो जीवनमा गरेर दिइसक्नु भएको छ। मैले पाइसकेँ। परिवारमा अशान्ति थियो होला, अब त छैन। तपाईँ छ बोल्नुहुन्छ, भएर आउँछ। दोस्रोको पनि वचन छ, ईश्वरको पनि वचन छ। जति तपाईँ नराम्रो बोल्नुहुन्छ तपाईँको अगाडि नराम्रो आइदिन्छ। जति तपाईँ नराम्रो हुँदा पनि राम्रो बोल्नुहुन्छ, नराम्रोलाई काटेर राम्रो बनेर परमेश्वर तपाईँको जीवनमा उपस्थित भइसक्नु भएको छ। यहोवाको अर्थ के त? बनिदिनुहुन्छ। धन नहुनेलाई धन बनिदिनुहुन्छ। के अरे एकदमै चङ्गाई नपाउनेलाई चङ्गाई बनिदिनुहुन्छ। दुर्बलहरूलाई बलियो बनिदिनुहुन्छ। कमजोर मन भएकाहरूलाई दरिलो मन बनिसक्नु भएको छ। भइसकेको छ परमात्मा पिता। धन्यवाद गर्छु येशू मसीहको नाउँमा। हजुरको महान महिमा, हजुरको शक्तिको महिमा, हजुरको ताकतको महिमा येशू मसीहमा दिइसक्नु भएको छ। सही तरिकाले चलाइसक्नु भएको छ। सही मन, सही बुद्धि, सही चेतना येशू मसीहमा दिइसक्नु भयो पिता। धन्यवाद गर्छु येशू मसीहको नाउँमा भनेपछि पिता परमेश्वरले तपाईँ हामीले आँटेको, मागेको, सोचेको, चिताएको भन्दा पनि अरू बढ्ता गरेर परमात्मा पिताजीले आशीर्वादको वर्षात गराइसक्नु भएको छ। हजुरहरू कहाँ जन्मिनु भएको, हामी कहाँ जन्मेको, हजुरहरू कुन जिल्लाको, हामी कुन जिल्लाको, तर पनि आज जहाँ जुन ठाउँमा जन्मिए तापनि, जुन ठाउँमा कार्यरत भए तापनि, तर हामी सबैलाई प्रेरणा दिने, आशीर्वाद दिने हाम्रो पिता परमेश्वर एउटै हुनुहुन्छ। हामी सबैको परिवारको मेन गार्जियन हाम्रो पिता परमेश्वर हुनुहुन्छ। उहाँसँग आशा भरोसा राखेका छौँ। उहाँको चालद्वारा चलेका छौँ। उहाँको वचन भएर चलेका छौँ। सही अङ्गीकारलाई मुखबाट बोलेका छौँ। सही तरिकाले चलेका छौँ त अरू बढ्ता गरेर ईश्वरले हाम्रा हात पकडेर अगाडि अगाडि बढाइसक्नु भयो भन्दै यहाँहरू सबैमा परमात्मा पिताको अनगिन्ती आशीर्वाद र महिमा मिलिसक्यो भन्दै यहाँहरू सबैबाट बिदा हुने अनुमति माग्दछु। धन्यवाद गर्छु पिता येशू मसीहको नाममा। सबैलाई समेट्ने एक
मात्र सच्चाई एक मात्र सच्चाई शक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाममा। ईश्वर वनमा होइन मनमा हुनुहुन्छ भनेर विश्वास गर्नुभयो। विश्वास मात्रै गर्नु भएन, खुद आफैले प्र्याक्टिकल गर्नुभयो र विश्वासका साथ यो पवित्र मन्दिरभित्र तपाईँहरू आउनुभयो। आउनु मात्र भएन, यहाँका हरेक वचनलाई हृदयमा राख्नुभयो र ईश्वर छ तपाईँहरूले पनि भन्नुभएको छ। तपाईँहरूप्रति पनि म प्रकाशदीप गरेको तर्फबाट शिर निहुरार उच्च नमन व्यक्त गर्न चाहन्छु। आजको कार्यक्रम सञ्चालक हाम्रो नानु सोनिका केसी म्यामलाई, नानुलाई पनि म हृदयदेखि करोड करोड धन्यवाद दिन चाहन्छु। अगाडि बढ्नु ईश्वरको राज्यमा। नानुको गवाई पनि अद्भुत छ। नानुको दुइटै खुट्टा चल्ने थिएन, तर आज ईश्वरको राज्यमा आउनुभयो। ईश्वर हुनुहुन्छ भनेर विभिन्न ठाउँमा पुग्नु भएको थियो, तर भएको थिएन। जुन दिन परमेश्वरको राज्यमा आउनुभयो त्यो दिनबाट आउनु मात्रै भएन, उहाँको खुट्टाले काम गर्न सुरु गर्नुभयो र आज यही स्टेजबाट कार्यक्रम चलाइरहनु भएको छ। सोनिका नानुलाई पनि हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु म मसीह येशूको नाउँमा। नानुसँग मेरो एकचोटि कुरा भएको थियो, सर हजुर म कलेजमा पनि साथीभाइहरू धेरै खेल्न जानुहुन्छ, तर म त कलेजको एउटा कुनामा बसेर अन्य भाषा गरिरहेको हुन्छु भन्दाखेरि मलाई कस्तो मनमा लागेको थियो। आज नानुकै सामु परेर भन्न पाउँदा अझ खुसी लागेको छ। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाउँमा। र स्टेजमा जति पनि केन्द्रीय लिडर हुनुहुन्छ उहाँप्रति पनि म प्रकाश गरेको तर्फबाट शिर निहुरार उच्च नमन व्यक्त गर्न चाहन्छु। र आज हामी गवाई सुन्न आएका छौँ। यहाँ न खाना खान पाइन्छ, न यो संस्थाले तपाईँलाई पानीको व्यवस्था गर्छ, न खानाको व्यवस्था गर्छ, तर जीवन जिउनको लागि चाहिँ व्यवस्था गर्छ। कसले? सर्वशक्तिमान परमपिता परमेश्वरले। मलाई गर्व लाग्छ हाम्रो जमुना म्याम, जमुना भनेर चिन्नु हुँदो रहेछ। मैले पछि थाहा पाएँ, मलाई राम्रोसँग थाहा थिएन। उहाँकै टोलवासीले, उहाँकै छिमेकीले, उहाँका आफ्ना इष्टमित्रले मसँग फोन पनि गर्नुभएको थियो। क्यान्सरले थलिएर बस्नु भएको रहेछ लामो समयदेखि, किमो चढाउँदै बस्दै गर्नुभएको रहेछ। बाँच्दिन भनेका थियौँ सर, आज त्यो कस्तो ठाउँ रहेछ, कुन दबाई दिनुभयो, आज बाँचेर उज्याली भएर हिँडेकी छे। त्यहाँ कस्तो खालको चाहिँ दबाईहरू प्रोभाइड गरिन्छ सर, त्यो दबाई हामीले किन्न पाइँदैन भन्नुभएको थियो। कयौँ कुराहरू किन्न पाइँदैनन्, तर छन्। जुन कुराहरू ईश्वरको राज्यमा पवित्र मनले मात्रै किन्न पाइन्छ, पवित्र सोच र पवित्र विचारले मात्रै किन्न पाइन्छ। जुन बजारमा आज हजुरहरूले बजारतिर जानुभयो भने देख्नु भएको छैन, याद गर्नु भएको छैन तपाईँहरूले, यहाँ दुध पाइन्छ भनेर लेखेको देख्नु भएको छ होला, यहाँ कपडा पाइन्छ भनेर देख्नु भएको छ होला, यहाँ मासु पाइन्छ भनेको देख्नु भयो होला, यहाँ खाना पाइन्छ भनेर देख्नु भएको होला, यहाँ नास्ता पाइन्छ भनेर देख्नु भयो होला, यहाँ चिया पाइन्छ भनेर देख्नु भयो होला, यहाँ गाडीका पार्ट्स पाइन्छ भनेको देख्नु भएको छ, यहाँ तरकारी पाइन्छ भनेर, यहाँ फलाम पाइन्छ, यहाँ आइरन पाइन्छ, यहाँ पित्तल पाइन्छ, यहाँ तामा पाइन्छ, यहाँ सुट, हरेकको बजारमा तपाईँले हरेक ठाउँमा जानुहोस् तपाईँले देख्नुहुन्छ कि यो यहाँ पाइन्छ। तर जिन्दगीमा एउटै यस्तो ठाउँ देख्नुहुन्न जहाँ जुन ब्यानर देख्नुहुन्न यहाँ खुसी पाइन्छ भनेर, कहीँ पनि त्यो ब्यानर कहीँ पनि देख्न पाउनुहुन्न। तपाईँ देशदेखि विदेश जानुहोस्, कहीँ पनि जानुहोस्, तपाईँले त्यो ब्यानर देख्न पाउनुहुन्न। बस त्यो ब्यानर हो सच्चै केन्द्र नेपाल, जहाँ खुसी किन्न पाइन्छ, जहाँ आनन्द पाइन्छ, जहाँ खुसी पाइन्छ, जहाँ आनन्द पाइन्छ, जहाँ आशिष पाइन्छ, जहाँ आशिषित हुनको निमित्त हामी यहाँ जम्मा भएका छौँ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाम। कुखुरा कसले देख्नु भएको छ? कुखुरा धेरैले देख्नु भएको छ। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। कुखुरा देख्नु भएको छ नि, होइन?
तर कुखुरा देख्नु भएको छ, कुखुरालाई एकचोटि याद गर्नु होला। उसले के गर्छ भने तपाईँ मकै हालिदिनुहोस्, आजकल त दाना हालिदिन सुरु गरे, मकै त परेको कुरा जाओस् होइन। तर मैले थाहा पाएको अनुसार जब हामीले आह 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 भनेर फरेर मकै हाल्दाखेरि जहाँ भए पनि उसको भाषा के रहेछ त आह आह आह। तर त्यो कसले बुझ्थ्यो? कुखुराले बुझ्थ्यो होइन। आ आ आ आ भनेपछि के गर्थ्यो? मकै हालेपछि खुरुर आउनुहुन्थ्यो, घेर्थ्यो, हामी मकै दिन्थ्यौँ, ऊ खान्थ्यो। त्यसैले कुखुराले के गर्छ भने त्यो याद गर्नुभयो कि भएन तपाईँहरूले? जब तपाईँले दाना हालिदिनुहुन्छ नि, कप 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 टप्पर 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 टिप्छ, उसले यहाँ लिएर गएर जम्मा गरेर राख्छ। अनि ऊ बिस्तारै आनन्दसँग त्यसपछि उसले के गर्छ त? उसले आनन्दसँग लिन सुरुवात गर्छ। हो, आज यहाँ वचनहरू मजाले वचनहरू भइरहेको छ, हेर्नुहोस् त गवाईहरू, त्यसलाई टिप्नुहोस्, हृदयमा आनन्दसँग राख्नुहोस्, यस्तो सेभ गरेर राख्नुहोस् कि कसैले चोर्न नसकोस्। कुखुराले यहाँ थुपारेको मकै कसैले पनि चोर्न सक्दैन, बरु बाहिर भएको चोर्न सक्छ, तर यहाँ राखेको मकैको दाना, यहाँ राखेको अन्न कसैले पनि चोर्न सक्दैन। त्यस्तै तपाईँहरूले यहाँ राखेको वचन कसैले पनि चोर्न सक्नुहुन्न, कसैले पनि। र जब तपाईँलाई अप्ठ्यारो पर्छ नि, त्यो वचन प्रकट गर्नुहोस्। पिता, हजुर त जिउँदो पिता हुनुहुन्छ, हजुरले त आँखा नदेख्नेलाई आँखा देख्ने बनाउनु भएको छ, हिँड्न नसक्नेलाई हिँड्न सक्ने बनाउनु भएको छ, बोल्न नसक्नेलाई बोल्न सक्ने बनाउनु भएको छ। हस्पिटलमा क्यान्सरको ट्याग लगाएर थन्केर बसेकोलाई आज उठेर हिँड्ने तपाईँले बनाउनु भएको छ। किडनी फेल भएर ट्याग लगाएकोलाई तपाईँले आज किडनी व्यवस्था गरिदिनु भएको छ। किनकि केले त? तपाईँको वचनले। किनकि तपाईँ भन्नुहुन्छ नि, किनकि तपाईँले हामीलाई भन्नुभएको छ कि मेरो वचन दुई धारे तरबार भन्दा पनि धारिलो छ, जुन वचनले दुष्टको राज्यमा छिया छिया पार्छ, हरेक कुरालाई टुक्रा टुक्रा पार्छ। हिजो तपाईँलाई त्यो क्यान्सर भएको नि, कसैले तपाईँलाई थुप्प ल्याएर राखिदिएको होइन, त्यो सिस्टमले भएको छ। त्यहाँ उसले बिस्तारै गुण लाउँदै गयो, उसले बिस्तारै कार्य गर्दै गयो, कार्य गर्दै गयो, कार्य गर्दै गयो, त्यसपछि बल्ल रिजल्ट देख्न सुरु भएको हो। त्यस्तै आज तपाईँहरूले प्रत्येकले तपाईँले राखेको वचन छ नि, त्यसले पनि तपाईँले रिजल्ट देख्न सुरु गर्नुहुन्छ। र आज यो भेला भएको हौँ, यो जम्मा भएको हौँ, सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद। जब पत्रुस र यूहन्ना जुन समयमा परमेश्वरको सुसमाचार हरेक ठाउँमा जानुहुन्थ्यो, जाँदै गर्दाखेरि एउटा सुन्दर नामक ढोकामा चाहिँ पहिलादेखि नै भिख मागेर बसिरहेको थियो। तर भिख मागेर बस्नु भएको थियो कोसँग? मान्छेसँग। तर जब पत्रुस र यूहन्ना जानुभयो नि, जब गइसकेपछि उसले पनि अरू मानिसले जस्तै उसले पनि यूहन्ना र पत्रुससँग माग्न सुरु गरे। तर पत्रुस र यूहन्नाले के भन्नुभएको छ भने, हामीसँग तपाईँलाई दिने सुन चाँदी पैसा त छैन, तर यदि तपाईँले विश्वास गर्नुहुन्छ भने, यदि तपाईँले भरोसा गर्नुहुन्छ भने मसँग जे छ म त्यो दिन सक्छु। तिमी यसरी मागेर बस्नु पर्दैन, ईश्वरमा सम्भव छ। के तिमी चाहत गर्छौ? आज हामीले यहाँ सबैजनालाई के गरेका छौँ त? यदि आउनुभयो भने परमेश्वरको वचन तपाईँले लिनुभयो भने त्यसलाई चाहिँ तपाईँले हृदयमा राख्न सक्नुभयो भने, यदि तपाईँले त्यो वचनलाई चलाउन सक्नुभयो भने तपाईँको जीवन परिवर्तन हुन्छ भनेका छौँ। तर हामीले के गरेका छैनौँ भन्दाखेरि तपाईँलाई यस्तो हुन्छ, त्यस्तो हुन्छ, यहाँ हुन्छ, त्यहाँ हुन्छ, भ्रम छर्ने काम चाहिँ हामीले गरेका छैनौँ। तर ईश्वरमा 100% हुन्छ, हुन्छ। संसारका मानिसमा हुँदैन, तर ईश्वरको राज्यमा हामी स्वर्गीय स्थानमा छौँ, हुन्छ भन्ने हामीले विश्वास छ। त्यही विश्वासको आधारमा तपाईँहरू हाम्रो यो भेला भएको छ। त्यसरी जब मागेर बसिरहेको, के तिमीले विश्वास गर्छौ? के तिमीले चाहत छ? हिँड्ने इच्छा छ तिमीलाई? छेडिक दिनेसँग तिमी के मागिरहेका छौ? जसले अनन्त दिन्छ उसलाई विश्वास गर्छौ? जब चङ्गाइ दिनुभयो,
कहिले पनि हिँड्नै नसक्ने मागेर बस्ने मान्छे उठेर हिँड्न लाग्यो। जब उठेर हिँड्न लाग्यो नि चकित पर्नुभयो त्यहाँका मानिसहरू, त्यहाँका हरेकहरू अचम्म पर्यो, यो कसरी भयो हो। यही कसरी भयो भन्ने कुरा आज परमेश्वरले तपाईँ हामीलाई हातमा दिनुभएको छ। यो कसरी हुन्छ भनिरहेका छन् संसारका मानिसले, यो कसरी हुन्छ भनिरहेका छन्, तर हाम्रो जीवनमा काम भइरहेको छ, काम भइरहेको छ। अहिले मैले जमुना म्यामको उदाहरण दिएँ नि, किनकि उहाँको नजिकको मान्छेले मलाई फोन गर्नुभएको थियो। त्यो कसरी सम्भव भयो? अहिले त उज्याली भएर हिँडेकी छिन्, यो कसरी सम्भव भयो? त्यहाँ कस्तो खालको दबाई पाइन्छ, कस्तो खालको उपचार हुन्छ त्यहाँ? तर हामीले यो भन्यो भने विश्वास गर्नुहुन्न। फेरि आउनुहोस्, परमेश्वरलाई भरोसा गर्नुहोस्, परमेश्वरमा विश्वास गर्नुहोस्। परमेश्वरले हरेक कुरामा सम्भव छ। परमेश्वर दिनेवाला परमेश्वर हुनुहुन्छ। उहाँ झुटको पिता हुनुहुन्न, उहाँ जिउँदो पिता हुनुहुन्छ। आउनुहोस् भन्दाखेरि उहाँहरूले के भन्नुहुन्छ? यो त धर्मको हो, पक्कै पनि कुनै न कुनै धर्मसँगको हो। नै, हाम्रो पिता धर्मको हुनुहुन्न, हाम्रो पिता त उद्धारकर्ता हुनुहुन्छ हरेकलाई। त्यसैले किनकि जब हामीले माग्छौँ नि, प्रष्टै भनिदिनु भएको छ, यदि तिमीले माग्यौ भने पाउनेछौ, खोज्यौ भने भेट्टाउनेछौ, ढोका ढकढक गर्यौ भने तिम्रो निमित्त उघारिनेछ। कहिले पनि चिन्ता नगर्नुहोस्, तपाईँका यो संसारका 100औं ढोकाहरू बन्द होलान्। यहाँ जानुहुन्छ बन्द हुन्छ, त्यहाँ जानुहुन्छ बन्द हुन्छ, त्यहाँ जानुहुन्छ बन्द हुन्छ। यो संसारको 100औं ढोका तपाईँको लागि बन्द होला। ईश्वर तपाईँको ढोका बन्द हुनुहुन्न, किनकि मेरो भरोसा तपाईँप्रति हो। संसारको ढोका, संसारको 100औं ढोका बन्द छन्, केही फरक पर्दैन, तर ईश्वरको ढोका बन्द हुनुहुन्न। ईश्वरको एउटै ढोका पनि तपाईँको लाइफको लागि, तपाईँको जीवनको लागि आशिषित हुनेछ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसिमा गरौँ।